यो चाहिँ तबको कथा हो जब हामी सबै अब स्कुलको साथीहरू चाहिँ मिलेर चाहिँ मेरो साथीको घरतिर गथ्यौँ के। त्यस्तै बेलुकातिरको कुरा हो के। अब साथीको घर चाहिँ कस्तो छ भने दुईवटा तलाको छ। तलको तलामा चाहिँ टिभी सिभी हेर्ने बस्ने, माथि चाहिँ ढलान छ होइन। त्यतिखेर उसको चाहिँ साथीको चाहिँ प्यारेन्ट्सहरू कोही पनि थिएन क्या, मतलब सबै काममा हुनुहुन्थ्यो होइन। अनि हामी सबैजना त्यही मौकाको फाइदा उठाएर सबै एक ठाउँमा बस्ने निर्णय लियौँ। एउटा आवाज सुन्यो कि ढङ ढङ गरेको। अनि कहाँबाट यो आवाज आयो भनेर हामीले सुरुमा त बुझेनौँ कि। अनि यसो अब घरबाट बाहिर निस्क्यौँ, यताउति हेऱ्यौँ। अनि त्यो ढलानतिर गयौँ कि, माथिको ढलानतिर जाँदाखेरि त्यो एउटा ड्रम छ कि, कालो ड्रम। अनि त्यो ड्रम चाहिँ हल्लिरहेको थियो कि। हामी त सानै थियौँ कि, अन्त कस्तो डर लाग्यो कि भूत हो कि के हो भनेर। त्यही हिम्मत गरेर एक दुसराको हात समातेर हामी कसरी भए पनि त्यो ड्रमतिर गयौँ। अनि ड्रम खोलेर हेर्दाखेरि एउटा सानो बच्चा थियो, अनि आत्तिएर बसिरहेको थियो। उसको मुखमा पट्टी बाँधेर राखेको रहेछ कि उसलाई। त्यो बच्चा त अब सानो छ, त्यही भएर उता माथि पनि आउन नसक्ने यताउति भन्छ। अनि हामी त्यसलाई कसरी हुन्छ माथि लिएर आयौँ। अनि त्यो बच्चालाई सोद्धाखेरि त्यो बच्चाले के भन्यो भने मलाई चाहिँ एउटा आन्टीले चक्लेट दिनुभयो, अनि त्यो चक्लेट खाएपछि म बेहोस भएँ, अनि उठ्दाखेरि चाहिँ म यहाँ छु। अनि त्यो आन्टीले मलाई चक्लेट दिँदाखेरि कोसँग कुरा गर्दै हुनुहुन्थ्यो अरे कि, जस्तै अब यसलाई कता राखौँ, के गर्ने, तिम्रो कति खाँचो भनेर। ऊ बच्चा चाहिँले त्यो सुनेछ कि सबै कुरा। मतलब के भएको रहेछ भने यो चाहिँ चाइल्ड ट्राफिकिङ केस रहेछ कि। त्यो अब एउटा महिला र अनि कोही केटाहरू मिलेर त्यो सानो बच्चालाई लिएर जान खोजेको रहेछन्। खास कुरो के रहेछ भने त्यो चक्लेटमा चाहिँ के दबाई मिलाएर अनि बेहोस गराएर त्यो ड्रममा राख्न लगायो होला त्यो केटी चाहिँलाई। अनि त्यो केटाहरू चाहिँ अलिक पछि आएर लिएर जाने सोचेको थियो होला। अनि त्यही हामीले चाहिँ पक्कै पनि पट्टी सट्टी बाँधेर छोडिदियो होला त्यहीँ। अनि अब त्यो केटाहरू आउन सकेनन् कि, त्यो केटाहरू आउँदाखेरि मान्छेहरू धेरै थियो त्यहाँ, के भयो। अनि त्यही भएर त्यो प्लान चाहिँ फ्लप भएछ। अनि त्यो बच्चा चाहिँ क्यारेर भयो, सेभ भएछ कि। त्यो बच्चा बच्यो कि। पछि छानतलास गऱ्यो तर पनि पत्तो पाउन सकेन कि को हो होइन। अझै पनि ती मान्छेहरू बाहिर हिँडिरहेका छन् कि, जसले यो काम गरे। यो चाहिँ अलिकति डरलाग्दो कुरा हो कि बच्चाहरूलाई। अब यो त लास्ट बच्चा त होइन पक्कै पनि, अभियसली अरू पनि बच्चालाई त्यसरी नै किडन्याप गरेर लान सक्छ, के थाहा भयो र होइन। चाइल्ड ट्राफिकिङ केस जस्तो लाउँछ कि त्यो बच्चाले भनेको अनुसारले कि, जसरी त्यो कुराहरू सुन्यो नि त फोनमा त्यस्तै। यो चाहिँ तबको कथा हो जब म सानै थिएँ। तब मेरो घरको नजिक एउटा चौतारै थियो। बेलुकाको कुरा हो कि यो चाहिँ। चौतारीमा चाहिँ एउटा बुढी आमा बसिरहेको देखेँ कि मैले होइन। अनि के भयो होला आमालाई भनेर चाहिँ म यसो नजिक गएँ होइन। त्यो आमा चाहिँ एकै ठाउँमा पल्ला परेर हेरिरहेको थिइन्। अनि लुगा पनि कस्तो पुरानो स्टाइल कस्तो थियो होइन। मैले चाहिँ के भयो आमा भनेर यसो हल्लाएँ होइन। अनि हल्लाएको त अनि त्यो आमा चाहिँ केही पनि नबोलिकन, केही पनि एक्सप्रेसन थिएन। अनि एकछिनपछि चाहिँ यस्तो हाँसेको कि, हाँही गरेर हाँसेको एक्सप्रेसन देखेँ क्या। अनि अचम्म लाग्यो क्या मलाई चाहिँ, अब के होला यो भनेर होइन। अनि अझै एउटा कुरा के देखेँ भने तलतिर चाहिँ खुट्टा चाहिँ कस्तो के हुन्छ नि, खुट्टाको पछाडिको भाग हुन्छ नि त्यो चाहिँ अगाडि भएको देखेँ कि मैले। तर त्यतिखेर पनि मैले केही बुझिनँ कि यो आखिरमा के रहेछ भनेर होइन। मेरो चाहिँ दिमागमा के आयो होइन। मैले चाहिँ एउटा सलाएर अनि चुरोट लिएर आएँ कि। अनि चुरोट सल्काइदिएर आमालाई दिन थालेँ कि। मैले चाहिँ के सोचेँ भने आमालाई चुरोट चाहिएछ कि, त्यही भएर यस्तो यस्तो भएको कि भन्ने सोचेँ कि मैले कतै सुनेको थिएँ कि त्यतिखेर कि चुरोट नखाएपछि मान्छे अलिकति बौलाउँछ भन्ने सुनेको थिएँ कि। त्यो आमालाई मैले चुरोट दिन लगाएको थियो। त्यो आमा त चिच्चाएर कस्तो के होइन, कस्तो नराम्रो आवाज सुनिएको कि चिच्चाउँदाखेरि। अनि त्यहाँबाट त त्यो आमा नै गायब कि, कोही पनि थिएन कि त्यहाँ चौतारीमा। म त सिरिङै भएँ कि। त्यहाँबाट मैले चुरोट सलाई फालिदिएँ। अनि त्यहाँबाट हिँडेँ कि। अनि पछि चाहिँ बाबुमले भने, अनि पछि चाहिँ लामालाई गएर देखाउँदाखेरि चाहिँ के थाहा भयो भने त्यही एउटा केही पनि खान नपाएर मरेकी एउटा बुढी आमाको आत्मा रहेछ। त्यो चाहिँ किचकन्डी बनेर त्यहीँ बसेको रहेछ कि। उसले चाहिँ आफ्नो छोराछोरीलाई कुरेर बसिरहेको रहेछ होइन। उसलाई चाहिँ छोराछोरीले छोडेर गइदिएको रहेछ कि। अनि अब मरेपछि पनि आत्मा भएर पनि, किचकन्डी भएर पनि उसले त्यसरी नै चौतारीमा बसेर छोराछोरीलाई कुरेर बसिरहेको रहेछ कि। त्यस्तो सिचुएसन रहेछ होइन। म त यस्तो झिरिङ नै भयो होइन। त्यो अलि अचम्म लाग्यो मलाई। यो चाहिँ तबको कथा हो जब म चाहिँ काठमाडौँ जान लागेको थिएँ। म चाहिँ टुरिस्ट बस पार्कमा जान लागेको थिएँ। अनि त्यति बेला चाहिँ अब अँध्यारो भइसकेको थियो, बेलुका भइसकेको थियो। अनि सुनसान जस्तै भनौँ लगभग होइन। अनि केही पनि थिएन क्या, मतलब अब खासै अब भिड त हुन्छ तर खासै हुँदैन क्या बेलुकातिर चाहिँ, दिउँसोतिर हुन्छ क्या। यसो आफ्नो बस खोज्दा एउटा केटीलाई देखेँ कि। ऊ एकदम निहुरेर तल हेरेर बसिरहेको थियो। अनि उसको साइडमा चाहिँ एउटा ब्याग थियो कि, अब लगेज होला होइन।
म गएँ अनि बुझेँ कि उसँग गएर के भएको तिमीलाई भनेर होइन। अनि उसले सबै कुरा भन्ने कि मैले आफ्नो बस पुऱ्याउन सक्दैन क्या नि दाइ, अब झ्याउ भइरहेको भन्यो नि कि। उसलाई मैले लिएर हिँडेँ कि कहाँ बस भन्दै उसलाई हेल्प गर्नको लागि यताउति देखाउन थालेँ कि कुन चाहिँ बस हो भन्दै होइन। अनि त्यसपछि चाहिँ मैले नै आफ्नो बस खोज्न पर्ने थियो। ठ्याक्क ऊ मेरो साइडमा बसिन् र अनि आफ्नो ब्याग तल राखिन्। अनि मैले चाहिँ त्यो मेरै बस हो कि भनेर एउटा बसको नजिकै गएँ क्या। यो चाहिँ काठमाडौँ जाने बस हो भनेर सोद्धाखेरि एकछिन है भाइ भनेर अनि त्यो जुन त्यहाँको त्यो खलासी थियो नि त्यो एकछिन भित्र गयो क्या, काम परेर भित्र गयो क्या। फेरि एकछिन पछि आयो। अनि आएपछि ल के भयो भन्दाखेरि सोध्यो क्या उसले, खलासीले। अनि सबै कुरा मैले आफ्नो कुरा भनेँ होइन। अब मलाई यहाँ जानु थियो तर मैले अहिलेसम्म आफ्नो बस भेटाएँ होइन। मेरो साइडमा बहिनी चाहिँ उसको पनि यसो अलिकति मद्दत गरिदिनु भनेर मैले भनेँ कि। भन्दाखेरि त त्यो खलासीले त को बहिनी कता के छ भनेर पो भन्न थाल्यो। मैले साइडमा हेर्छु त कोही पनि छैन कि। होइन भर्खरै यहीँ त थिइन् बहिनी, सायद कतै गएन होला, केही भएर गयो होला नि, यहीँ थिइन् अहिले मसँग साइडमा भने कि मैले त्यो खलासीलाई मैले भनेँ कि यहीँ थिइन् मेरै साइडमा थिइन्, उसले ब्याग राखेको थिइन् तल, सायद केही टेन्सन भयो होला त्यही भएर यताउति आफ्नै बस खोज्न आफैले गएन होला भनेको त त्यो खलासीले त कोही पनि थिएन। मैले हजुरलाई एक्लै आएको देखेको थिएँ भन्यो कि। म त सक्ड भयो कि। होइन तपाईँले देख्नु भएन होला नि त राम्रोसँग, मसँग मात्रै कुरा गर्नुभयो होला, राम्रोसँग हेर्नु भएन होला भन्दाखेरि पनि खलासीले मैले एकचोटि मान्छेले हेर्दाखेरि उसँग को छ के छ अनि उसँग के सामान लिएर आउँछ सबै हेर्छु मैले भनेर पो भन्न थालेको खलासीले। अनि के भन्न थाल्यो भने मैले चाहिँ सबै कुरा हेर्न पर्छ कि मान्छेहरूको, किनकि कस्तो मान्छे आउँछ हाम्रो बसमा थाहा छैन नि त, त्यही भएर मैले सबै कुराहरू हेर्छु मैले। तपाईँको साइडमा कोही पनि थिएन भने म पनि सक्ड भएँ। अब त्यो अहिले त्यो बहिनी जो थियो अहिले मसँग बहिनी आएको थियो त्यो पनि छैन। म सक्ड भयो कि। अनि कथाको लागि भन्छु कि उसले सायद लगेज लिएर आएको थिइन्, पिङ्क कलरको होला है, पिङ्क कलरकै हो पक्कै, पिङ्क कलरको लगेज लिएर आएको थिइन्। पछि गएर मैले न्युजमा हेरेँ कि न्युजमा देखियो कि एउटा घटना, मतलब एउटा केटी चाहिँ बस खोज्दै थियो अरे टुरिस्ट बस पार्कमा। अनि कुनै केटाहरूले त्यसलाई नराम्रो नियतले हेरेछन् अनि मद्दत गर्ने ढोङ गरेछन् कि। अनि त्यसलाई सँगै लिएर गएछन् अनि आफ्नो अड्डामा लगाएर त्योसँग नराम्रो काम गरेछन् अनि त्यसको सामान पनि लुटेर गएछन् कि। अनि त्यसलाई त्यही मार्दैछन् कि, त्यसलाई मारेर त्यही अड्डामै गाडे कि। यो चाहिँ कसरी न्युजमा आयो होला भने उसको परिवारले खोज्न हिँड्यो होला उसलाई, अनि पुलिसहरूले छानतलास गर्यो होला, अनि सबैसँग सोध्यो होला, अनि त्यहाँ थाहा भयो होला कि। त्यस्तो लाग्छ मलाई। कसरी थाहा भयो त थाहा भएन, त्यस्तो अचम्मको घटना भयो कि। त्यो बहिनी त मान्छे नभएर किचकन्डी रहेछन् जस्तो लाग्यो क्या, थाहा भएन है मलाई। नर्मल मान्छे पनि हुनसक्छ है, त्यही खालको लगेज लिएर आयो कि के त थाहा भएन। यो चाहिँ मेरो स्कुलको कथा हो क्या। एउटा अलि पागल टाइपको केटा मेरो क्लासमा थियो। त्यो केटा चाहिँ एउटा अनाथ आश्रममा बस्ने टाइपको केटा थियो कि, त्यसरी त्यो केटालाई पढाएको कि। अब त्यो आश्रमको नाम पनि भन्दिनँ, त्यो केटाको नाम पनि भन्दिनँ होइन। अलि पागल जस्तो थियो कि। टिचरहरूलाई पनि गाली गरिदिने, मोटे ढ्याउसी भनिदिने, यताउति भनिदिने होइन। सबभन्दा पहिला एउटा घटना भन्छु क्या। म चाहिँ के आफ्नो काम गर्दै थिएँ, सायद अब सुत्दै थिएँ, के गर्दै थिएँ मैले बिर्सेँ कि, धेरै अगाडिको धेरै पहिलाको कथा हो क्या। पागल केटा थियो नि, त्यो केटा चाहिँ मेरो पछाडि थियो क्या। ठ्याक्क म यस्तो पछाडि फर्केर त्यो केटालाई हेर्छु त त्यो केटाले यस्तो गरेर अनि आफ्नो हात रोकेर यसरी बसेको, मिनिङ त्यसले मलाई हान्न लागेको थियो कि के गर्न लागेको थियो मैले बुझिनँ क्या। त्यही पनि मैले त्यो केटालाई केही पनि भन्ने, अब त्यो केटा अलिक पागल छ त्यो, त्यही भएर डर पनि लाग्यो। त्यसपछि त्यो केटाले के हो कामले मसँग बोल्यो क्या, बोल्नु चाहिँ अनि के काम भयो अनि बोलियोसँगै, अनि त्यसपछि सकियो कि। अनि त्यसपछि अझै एउटा कुरा चाहिँ के हो भने मैले चाहिँ एउटा केटीलाई मन पराउँथेँ, त्यो केटीलाई पनि भनेको थिइनँ, कसैलाई पनि भनेको थिइनँ कि। अनि कहाँबाट त्यो केटालाई, पागल केटालाई थाहा भएछ होइन। त्यो जुन घटना भएको थियो त्यो घटना चाहिँ जहाँ भएको त्यो चाहिँ मलाई राम्रोसँग याद छ। हाम्रो स्कुलको गेटको साइडमा एउटा रोटेपिङ छ क्या, सानो रोटेपिङ छ। खाजा खाइरहेको थियो कि क्या रहेको थियो थाहा भएन, सायद टिफिन टाइम नै थियो क्या, यताउति कोही पनि थिएन क्या। अनि त्यसले मलाई यसरी मेरो दुइटै हातलाई यसरी समातेर आफू अगाडि आयो क्या। तैँले त्यसलाई त्यो केटीलाई मन पराउँछ छैन, होइन होइन भनेर कस्तो धम्काएर भन्न थाल्यो कि। सायद त्यसले के त मलाई हतियार केही त देखाए जस्तो लाग्थ्यो, मेबी होइन है, मेरो मेमोरी अलिक कमजोर छ क्या। अनि त्यसले मलाई कस्तो धम्काएर सोध्यो कि तैँले त्यो केटीलाई मन पराउँछ नि भनेर भने। अनि मैले चाहिँ अब के भन्नु भनिदिएँ। अनि बल्ल छोड्यो क्या उसले मलाई। हस्, यदि त्यो केटालाई पनि त्यो केटीलाई मन पराएको भए त म त सकिन्थेँ कि। त्यो सायद मलाई हार्म गर्थ्यो होला क्या त्यो केटाले, कस्तो पागल टाइपको केटा थियो कि। अहिले कस्तो भयो होला भन्ने मैले सोचिरहेको हुन्छु कि। अब खत्तमै भएर अपराधी नै भयो कि, या फिर अब सुध्रेर अलि राम्रो पोजिसनमा पनि जान सक्छन् क्या, मान्छेहरू जस्तो पोजिसनमा पनि जान सक्छन् क्या गयो भने। अब जस्तै अब सानोमा जो बदमास हुन्छ त्यो चाहिँ राम्रो हुन्छ कि पछि गएर।
त्यस्तो केसहरू धेरै छ क्या। यही हो कथा चाहिँ होइन। यो चाहिँ एउटा चोरको कथा हो। त्यो चोरले चाहिँ क्रेडिट कार्डहरू चोर्ने अनि मान्छेहरू ठग्ने अनि अरू ठाउँमा गएर ट्राभल गरेर यताउति हिँड्ने गर्थ्यो कि। त्यस्तै सिलसिलामा उसले एउटाको क्रेडिट कार्ड चोरेर अनि एयरपोर्टमा टिकट काटेर टिकटबाट ट्राभल गऱ्यो क्या प्लेनमा। अनि ट्राभल गरेर अनि झरेपछि यताउति खर्च गरेपछि उसको सबै पैसा सकियो कि। उसँग अब खाने पनि पैसा थिएन। ऊ एयरपोर्टबाट बाहिर आयो, अब बाहिर निस्क्यो, पेट चाहिँ कराइरहेछ उसको होइन। त्यसपछि चाहिँ उसले साइडमा जेरीपुरीको पसल देख्यो होइन। जेरीपुरीहरू कस्तो अब समोसाहरू बाहिर राखेको देखेको उसको अब मुख रसायो। उसले ठ्याक्कै मान्छेहरू नदेख्ने मौका पाएर समोसा चोर्यो क्या। अनि खान लाग्थ्यो, ठ्याक्क साइडमा पुलिस नि रहेछ क्या एउटा। उसले देखेन क्या, पुलिस नि पनि रहेछ भने देखेन क्या, किनकि सिभिल ड्रेसमा थियो पुलिस नि। अनि त्यो पुलिसले चाहिँ नजिक आयो अनि आफ्नो आइडी कार्ड देखाएँ अनि वे के गरेको छ यहाँ, म पुलिस हो भनेर आइडी कार्ड देखाएँ। अनि तैँले यहाँ किन चोरी गरेकोस् भनेर अनि भन्न थाल्यो। अनि त्यो केटा त्यहाँबाट त्यो केटाले चाहिँ समोसा पुलिसनीको मुखमा फालिदियो अनि त्यहाँबाट गयो क्या, भाग्यो। अनि पुलिसनी पनि पछि पछि आए। कसरी हुन्छ, उसले पुलिसनीबाट छुटकारा पाएँ अनि एउटा ट्याक्सीको भित्र गयो क्या। ट्याक्सीको डिब्बाभित्र ट्रङ्कभित्र गयो क्या, पछाडिको हुन्छ नि त्यहाँभित्र गयो, लुक्यो, ट्रङ्क बन्द गर्यो। अनि पुलिसले यताउति खोज्यो अनि भेटिने अनि ऊ चाहिँ फर्क्यो कि। जुन त्यो ट्याक्सी थियो त्यो ट्याक्सी चाहिँ चल्न थाल्यो क्या। त्यो ट्याक्सी ड्राइभर पछि आयो अनि चलाउन थाल्यो क्या। यो घटना चाहिँ बेलुकैतिर साँझतिर भएको थियो कि। ट्याक्सी ड्राइभरले ट्याक्सी कुदायो अनि चोरले के सोच्यो कि अब जता यसले गाडी रोक्छ त्यहीँ रोकेपछि ट्याक्क म यहाँ निक्लिन्छु होइन, अरू बेला निक्लिँदाखेरि सेफ हुन्न भनेर उसले त्यही सोच्यो क्या उसले। अनि गाडी एक ठाउँमा रोकियो अनि सुटुक्क ट्रङ्क खोल्यो अनि बाहिर निस्क्यो। अनि बाहिर निस्केर हेर्दाखेरि त त्यो जुन ट्याक्सी ड्राइभर छ नि त्यो चाहिँ एउटा लेकको नजिकै गयो क्या। अनि के हो कुरा चाहिँ हातमा थियो क्या त्यसको। अलि राम्ररी हेर्दाखेरि त त्यो ड्राइभरले चाहिँ हातमा एउटा बच्चाको सब भनौँ न, अनि भन्दाखेरि अप्ठ्यारो लागिरहेछ मलाई, त्यो थियो क्या त्यसको हातमा। अनि त्यसको त्यो बच्चाको आँखा र अनि नाकबाट चाहिँ सबै किरा फट्याङ्ग्राहरू निस्केको नराम्रो तरिकाको हालतमा थियो। भन्न पनि नराम्रो लागिरहेछ मलाई होइन। त्यसले त्यो फालिरहेको थियो कि। अब चोरले के गरौँ भनेर उसले आफ्नो फोनबाट पुलिसलाई फोन हानेछ क्या, यसो भएछ भनेर यताउति फोन हानेछ क्या। अब के हुन्छ भने अब पछि गएर यो केसमा छानतलास भयो भने आफू नफसोस् भनेर उसले त्यसो गरेको क्या। सोधपुछ गर्यो पुलिसहरूले। सोधपुछ गरेपछि पत्ता के भयो भने ड्राइभरले चाहिँ ड्राइभिङ गर्दै थियो अरे गाडीमा। अनि अचानक एउटा आइमै कताबाट आइरे एकदम कक्रक्क जिउ पऱ्यो कि, हड्डी मात्र भएको गाला, सबै हड्डी न हड्डी होइन, मासु नहोकै आइमै, डर लाग्ने आइमै होइन। त्यो ड्राइभरलाई घुरेर हेरिरहेको थियो होइन। अनि आफ्नो बच्चा चाहिँ त्यही छोडेर मलाई इन्साफ चाहियो भनेर डरलाग्दो आवाजमा ऊ गायब भयो। अनि त्यो बच्चाको जुन सब छ होइन त्यो मैले भने नि कस्तो हालतमा थियो, त्यो चाहिँ त्यहीँ छोडेर हिँडेँ कि। अब त्यो ड्राइभर डरायो क्या, फाल्न पर्छ यो भनेर डराएर उसले फाल्न लगाइसकेको रहेछ। पुलिसले फेरि अब यो कुरा पत्याएर मानेन। यो कुरा चाहिँ मिडियामा नआओस् भनेर पुलिसले केही पनि कुरा खुलाएन। तर कसले हो खबर लिक हान्दैछ क्या त्यहाँबाट सबै कुराहरू। इन्टरोगेसन हुँदाखेरि यो भनेको थियो त्यहाँको ड्राइभरले भने। पछि गएर यो कुरा मिडियामा आयो अनि पुलिसले कसरी हुन्छ त्यो बच्चाको सब चाहिँ त्यहाँबाट पत्ता लगायो होइन। अनि त्यहाँ अनि सबै कुराहरू डिएनए सिएनए थाहा भयो होइन। अनि त्यो जुन आइमी मरेको आइमी थियो त्यसको पनि लास कसरी हुन्छ फेला पायो, तर त्यसको कङ्काल मात्रै फेला पायो क्या। पत्ता लगायो क्या के गरेर यो के भयो रहेछ दुईजनासँग भनेर पत्ता लगायो। अनि के थाहा भयो भने कोही केटाहरू चाहिँ दारू पिएर तिनीहरूसँग नराम्रो काम गरेको रहेछ। भएको के रहेछ भने ती जो आइमी थियो त्यो चाहिँ बच्चा लिएर हिँडिरहेको थियो अनि त्यसलाई कहाँ जान थियो क्या। अनि उसले गाडी देख्यो अनि गाडी रोक्यो। अनि त्यहाँको केटाहरूले गाडी रोक्यो अनि गाडी रोकेपछि त्यो आइमीलाई चाहिँ भित्र लग्यो हेल्प गर्छौँ भनेर। अनि ढोङ गरेर अनि नराम्रो काम गर्यो होइन, बुझ्नु न। अब अनि तिनीहरूलाई त्यहीँ मारेर त्यहीँ काटेर छोडिदियो कि। अब तिनीहरू चाहिँ पावरफुल फ्यामिलीबाट थियो, त्यही भएर इन्फ्लुएन्सियल फ्यामिली भएपछि यिनीहरू डराएनन् कि त्यो गर्न पनि। जुन केटाहरूले गरेको थियो त्यसको पनि पत्ता लगायो क्या। त्यो जुन आइमे रहेछ त्यो केस कन्टिन्यू भइसकेर यो कुरा चाहिँ अब मलाई इन्साफ दे, मलाई न्याय दे भनेर त्यो ड्राइभरलाई भनेको रहेछ। तर त्यो ड्राइभर चाहिँ डरले अब त्यो सबलाई फाल्न गएको रहेछ, कुरो त्यस्तो रहेछ। यो अर्को कथा चाहिँ एउटा मान्छेको हो जो चाहिँ बसबाट ट्राभल गरेर आफ्नो
एउटा स्पेसिफिक लोकेसनमा जान थालेको थियो। त्यो बस चाहिँ एउटा ढाबामा रोकियो कि एउटा रेस्टुरेन्टमा। अब त्यो मान्छेलाई फेरि बाहिरको खाना मन नपर्ने, चुरोटहरू मन नपर्ने, त्यही भएर ऊ चाहिँ त्यहाँ नगएर हावा खानको लागि त्यहीँ नजिकैको एउटा जङ्गलतिर गयो क्या। जङ्गल थियो अनि एउटा लेक थियो कि त्यहाँ गयो क्या। फेरि लेक पनि एकदम जङ्गलको बिचमै थियो अनि त्यो जुन ढाबा थियो त्योभन्दा टाढा थियो कि। त्यहाँ गयो अनि हेर्छ त त्यहाँ चाहिँ आइमीहरू नआएको अनि पार्टी गरेको यताउति देखेछ क्या। उसले चाहिँ लुकेर सबै कुरा हेर्ने सोचेछ क्या, किनकि त्यहाँ अचानक गयो भने त अब आइमीहरूले यो को हो के हो भनेर झ्याउ गर्न सक्छ भनेर उसले चाहिँ लुकेर हेर्न थाल्यो कि के भइरहेको छ यहाँ भनेर। केही गलत इन्टेन्सनले होइन कि के भइरहेको छ यहाँ भनेर यसो हेर्न गएछ। अनि त्यो घटना चाहिँ साँझकै घटना हो क्या। त्यहाँ आइमीहरू सबै खोलाको बाहिर थिए पहिला चाहिँ, अनि नाचिरहेको थिए। नाच्दा नाच्दा आगो थियो क्या, एउटा आगो बालेर क्याम्प बनाएर होइन नाचेको थियो होइन। त्यहाँ अनि त्यो मान्छेले के नोटिस गर्यो अचानक भने तिनीहरूको त खुट्टै उल्टो छ भन्ने देखेछन् क्या। यिनीहरू चाहिँ केटीहरू नभएर कोही अरू रहेछ भने डराइसकेको त्यो मान्छे। तर त्यो मान्छे चाहिँ लुक्यो कि कहीँ रुख पछाडि लुक्यो कि तिनीहरूले देख्छन् कि भनेर। एकछिन केही पनि आवाज आएन कि। जब जुन मुमेन्टमा उसले त्यो खुट्टा उल्टो देख्यो त्यसपछि न नाचेको आवाज आयो, न गाएको आवाज आयो, न केही पनि आवाज आएन, चेलबेल होइन। अनि उसले पानीमा छप्ल्याङ छप्ल्याङको आवाज सुनेको, पानीको हुन्छ नि कोही भित्र डाइभ हान्छ नि त्यस्तो आवाज सुनेको। अनि उसले हेऱ्यो कि एक एक गरेर ती सबै आइमीहरू डाइभ हानेछन् क्या पानीमा। अनि के भएछ भनेर झन् डरायो। अनि त्यसपछि सबै आइमीहरू जब डाइभ हानेर त्यहाँ गयो नि, हामी पनि के भन्नु किचकन्डीहरू डाइभ हानेर त्यहाँ कोही पनि देखेन। त्यहाँ त्यो केटाहरूले चाहिँ मौका पारेर त्यहाँ निस्किन थाल्यो। ठ्याक्कै उसले आवाज सुनेको टाढाबाट धेरै आइमीहरू बोलेको एकचोटि आवाज सुनेको, त आज बाँचिस्, यदि तैँले भगवान्को माला नलाएको भएर अनि त हाम्रो नजिक आएको भए तँलाई हामीले लैजान्थ्यौँ भनेर त्यस्तो आवाज आयो। अनि त्यो केटा त्यहाँबाट भाग्यो कि। त्यसलाई उल्टी आयो क्या, त्यही कुराले उल्टी पनि आयो अनि डर पनि लाग्यो। अनि त्यहाँबाट भाग्यो। उसले चाहिँ भगवान् शिवको माला लगाएको थियो अनि उसले पूजा पनि गर्थ्यो क्या धेरै। त्यही भएर ऊ पनि बाँच्यो, प्लस ऊ नजिक पनि गएन क्या। त्यहाँ चाहिँ ऊ कहिले पनि यताउति बाहिर जाने अनि एक्लै जाने अनि रातितिर जाने गर्दैन कि। गए पनि साथीहरूसँग जान्छ क्या। अनि एकान्त ठाउँमा गएर बस्ने, त्यो नदी नालामा गएर बस्ने राति होइन। अनि त्यस्तै कि गरेन कि उसले अहिलेसम्म जे गरेन कि उसले गर्न छोड्यो कि। अनि लामा अर्थीमा गएर यताउति सबै रीतिरिवाजले अलिकति होइन आफ्नो हुन्छ नि अब केही खतरा छ कि भनेर लामाथिम गएर सबै पूजापाठ गरायो। यही कथा। यो चाहिँ तबको कथा हो जब हामी सानै थियौँ अनि हामी दुईवटा साथी थियौँ होइन। हामी खेल्ने कुद्ने अनि उपद्रो मचाउने गर्थ्यौँ कि। अनि त्यस्तै बेलुकैतिर अब साँझैतिर होइन खेल्ने होइन। अब हामी खेल्दाखेरि चाहिँ कोही पनि नजिकै यताउति हुन्थेन कि। अब सबै आफ्नो अब ठुलो बडाहरू सबै आफ्नो काममा अनि अरू अब साथीहरू पनि अब आफ्नो घरमा हुन्थे होइन। एक दिनको कुरा हो, म र मेरो साथी खेल्दै थियौँ। ठ्याक्कै आउट अफ नोवेयर स्कुटी दौडाउँदै दुइटा केटीहरू आयो कि। स्कुटी बिग्रेको रहेछ कि भन्ने हामीलाई देख्यौँ कि होइन। ती दुइटा केटीहरू चाहिँ हाम्रो नजिक आयो कि। अनि एउटीले चाहिँ सोध्यो मेरो साथीले चाहिँ कि यो स्कुटी बिग्रेको छ बाबु, कहाँ बनाउन मिल्छ, यसो तिमीलाई थाहा छ भने भनिदेऊ न, मलाई लिएर जाऊ न, म पनि तिमीसँग आउँछु, त्यसलाई आफ्नो समस्या बताउँछु अनि त्यसलाई लिएर आउँछु भन्यो होइन। मेरो साथीले पनि मानिहाल्यो कि। अनि मेरो साथीले त्यसले लिएर गयो त्यो एउटा केटीले, त्यो आइमीले चाहिँ। उनीहरू दुईजना ग्यारेज गयो अनि म र अर्कै आइमी मात्र त्यहीँ बस्यौँ। एकछिन त केही बोलिने अनि एकछिन पछि त्यो नजिकै आयो मेरी अनि भन्न थाल्यो बाबु के छ भन्दै गाला तान्न थाल्यो कि। अझ गाला तानेर मलाई युआर सो क्युट भन्न थाल्यो। अनि त्यसपछि चाहिँ अनि चक्लेट खान्छु म तिमीलाई किराना पसल लैजान्छु भनेर अनि आफ्नो स्कुटी पो स्टार्ट गर्न थाल्यो कि। अनि मैले भने दिदी भर्खरै त स्कुटी खराब छ भनेर तपाईँले मेरो साथीलाई भन्नु आउँथ्यो त भन्दाखेरि बन्यो नि त फेरि भाइ, केही भएन। मैले भने कि लौ हामी गयौँ भने त फेरि अनि कसरी, अनि फेरि यिनीहरू यता आयो भने क्यार हुन्छ त भन्दाखेरि होइन यिनीहरू आएपछि कुट्छन् नि त के भयो त नि, किन टेन्सन लिन्छ भनेर अनि भने कि। मलाई स्कुटीमा बैठाउनु भयो अनि हामी गयौँ कि। अनि किराना पसलमा चक्लेट पनि किनिदिनु भयो। किनिदिएपछि चक्लेट पनि खाँदाखेरि अनि दिदी फर्केर जाऊँ, अब त्यतै जहाँबाट आइएको त्यहीँ जाऊँ, तिनीहरू अब तपाईँको साथी र अनि मेरो साथीले कुरेर होला भनेर अनि भन्दाखेरि भने जस्तो गरेँ। तर उसले चाहिँ मलाई कता हो सुनसान जङ्गलको एरियातिर लान थाल्यो कि। एउटा स्पेसिफिक जङ्गलको लोकेसनमा आएर
स्कुटी रोक्यो अनि मलाई निस्किने भन्यो अनि म पनि निस्केँ अनि यहाँ डराइ निस्केँ अनि दुईजना निस्केपछि मैले भने होइन दिदी यहाँ किन आएको हामी त उता जाने होइन भन्दाखेरि टाइमले चाहिँ मलाई सम्झाउनु थाल्यो कि अनि त्यसपछि चाहिँ त्यो स्कुटीको त्यो हुन्छ नि भित्र त्यो पछाडिको भाग हुन्छ नि ट्रङ्क भनौँ न त्यो केही राख्ने सामानहरू राख्ने ठाउँ हुन्छ नि स्कुटीको अब त्यो चाहिँ त्यो जुन ठाउँ छ त्यो हल्लिनु थाल्यो क्या ड्याङ गरेर हामीले चाहिँ खोलेर हेरेँ अनि हेर्दाखेरि चाहिँ मैले के देखेँ भने एउटा कस्तो के बच्चा जस्तो देखेँ कि अनि सानो मेरै उमेरको केटा जस्तो देखेँ क्या दिदी यो के हो भन्ने बेलामा नै त्यसले बन्द गरेँ कि त्यो ट्रङ्क त्यो हामीले चाहिँ अनि होइन नि केही पनि होइन यो त जस्तो गुडिया हो त्यो गुडिया चाहिँ घरिघरि हल्लिन्छ मतलब त्यो गुडिया चाहिँ मेकानिकल गुडिया हो त्यो त्यस्तै केही भनेको बाहाना दिएँ कि अनि मैले ठ्याक्क त्यतिखेर त्यो जब त्यो ट्रङ्क खोल्यो नि त्यसले स्कुटीको अनि मैले चाहिँ हड्डीहरू यताउति अबिरहरू यताउति देखेँ कि मलाई कस्तो अचम्म लाग्यो कि यहाँ के हो भनेर अनि म चाहिँ त्यहाँबाट भागिहालेँ कि अब जे हुन्छ यो हामी ठिक छैन भनेर म भागिहालेँ अनि त्यसपछि म भागेर जुन ठाउँमा हामी थियौँ नि खेलिरहेको थियौँ नि म र मेरो साथी त्यहाँ जाँदाखेरि चाहिँ मेरो साथी मात्र थियो कि मैले मेरो साथीसँग कुरा गरेँ के हो यो मलाई त अर्कै ठाउँमा लिएर गयो त्यो हामीले भनेर मैले भनेको मेरो साथीलाई मलाई नि त्यो दिदीले चाहिँ ग्यारेजसम्म गयौँ अनि त्यसपछि चाहिँ ल टक भाइ चाहिँदैन भनेर भाग्यो कि त्यहीँबाट यतिकै भनेको त्यो साथीले चाहिँ त्यसो भनेर गइरहेछ अब कुरो के कसो रहेछ भने प्यामीहरूले चाहिँ मलाई लान खोजेको रहेछ कि अनि कुनै दिनसम्म त केही पनि भएन अनि कुनै दिनपछि न्युज आयो कि न्युज आएपछि न्युजमा के थाहा भयो भने दुईजना आइमीहरू पक्राउ भए तिनीहरूले चाहिँ ब्ल्याक म्याजिकको प्र्याक्टिस गरिरहेको थिए अनि बच्चाहरूलाई बलि दिएर होइन ब्ल्याक म्याजिक गरे रहेछन् कि तिनीहरू चाहिँ अब एक किसिमले बक्सीहरू रहेछन् भन्नु पऱ्यो होइन अब त्यस्तो डेन्जर खालका रहेछन् अर्को कथा चाहिँ के हो भने तबको कथा हो जब चाहिँ हामी चाहिँ अब म चाहिँ अब स्कुल बसमा थिएँ कि घर जाँदै थिएँ कि स्कुल बस चाहिँ सबैलाई घर छोड्दै थियो म र मेरो साथीको घर चाहिँ ढिलो आउँथ्यो कि सबैभन्दा लास्टमा आउँथ्यो अनि सबैलाई घर छोडेपछि ड्राइभर चाहिँ अलिकति थाक्यो कि अनि ल बाबु यसो म खाजा खाएर आउँछु है धेरै नै स्टुडेन्टहरू थियो हामीले छोडेर आउनु पऱ्यो भने हामीले पनि ल सोच्यौँ अङ्कलले बिचरा खानेकुरा त भन्नुहुन्छ नि त खानु त केही भएन भनेर भन्यौँ कि हामीले अङ्कल पनि धेरै स्वभावमा एकदम राम्रो हुनुहुन्थ्यो त्यही भएर अनि जानुभयो अङ्कल खाना अनि त्यसपछि चाहिँ अब बसमा नि कति बस्नु भनेर हामी चाहिँ बसबाट बाहिर निस्क्यौँ कि बाहिर निस्केर यसो हिँड्दा एउटा बौला मान्छे चाहिँ बसेको थियौँ कि हामीले अनि के भएछ मेरो साथीले चाहिँ ए यो बौला भनेर आँखा थिएछ अनि त्यो बौलाले घुरेर हामीतिर हेऱ्यो एकछिन त्यसले हामीले उसलाई हेरिरहेको छौँ त्यो बौला उठ्यो अनि त्यसले चाहिँ त्यो चक्कु उठाएर यसरी देखाउनु थाल्यो अनि हामी चाहिँ भाग्यौँ कि आफ्नो बसतिर भागेपछि हामी बसभित्र छिर्यौँ अनि त्यो बौलाले त बाहिरबाट बसलाई लात्ता हान्दै के रिसायो कि कस्तो अनौठो आवाजहरू निकाल्यो त्यो ड्राइभर अङ्कलले सबै कुरा देख्नुभएछ कि ला अब के भयो भनेर अनि केही पनि नसोचिकन सिधै अब खाँदै हुनुहुन्थ्यो अनि बिचमै बसतिर आएर बसभित्र ड्राइभर सिटमा बसेर बस कुदाउन थाल्नुभयो त्यसमै सबैभन्दा कस्तो डरलाग्दो घटना के भयो भने त्यो जुन बौला छ नि त्यो बौलाले चाहिँ बाहिरबाट हाम्रो बसभित्र त्यही चक्कु फालिदियो कि चक्कुले एट्याक गर्यो कि त्यो बौलाले चाहिँ आफ्नो त्यो चक्कु चाहिँ बसको झ्यालभित्र फाल्यो मतिर फ्याँक्यो कि म र मेरो साथीतिर फ्याल्यो कि त्यो चाहिँ बाहिर थियो हामी चाहिँ बसभित्र थियौँ तर पनि उसले चक्कु फाल्यो अनि चक्कु आएर मेरो नाकतिरबाट गएर मैले छक्काउनु त छक्काएँ तर नाकतिरबाट गयो कि अनि अलिकति चोट लाग्यो कि नाकमा अनि कस्तो के अब यदि केही गलत ठाउँमा लागेको भए होइन आँखामा लागेको भए म अन्धो हुन सक्थेँ या फेरि कन्सेन्टमा लागेको भए होइन मतलब धारिलो थियो क्या त्यो चक्कु चाहिँ फेरि कताबाट अनि लागेको भए चाहिँ छौँसी आउँथ्यो झन् ड्राइभर अङ्कलले त्यहाँबाट भगाउनु भयो गाडी अनि त्यस्तो भयो होइन हामी बसेँ क्या त्यो बौलाहरू यस्तो कथा यो कथा चाहिँ मेरो सानोको कथा हो त्यतिखेर चाहिँ म र मेरो भाइ चाहिँ सानो थियौँ कि अनि म र मेरो भाइलाई चाहिँ असाध्यै एउटा मिठाई चाहिँ मनपर्ने अब हुन्छ नि त एउटा न एउटा बच्चाहरूलाई मिठाई मनपर्ने हुन्छ नि त अनि त्यही मिठाई किन्न हामी पसलतिर गयौँ त्यो पनि अझ बेलुकातिर क्या अझ किनकि दिनभरि स्कुल अनि होमवर्क गर्नु पऱ्यो अनि बेलुका अब आमा पनि अब अफिसमा हुनुहुन्थ्यो काममा होइन सबैजना काममा अनि अब यही मौका फाइदा उठाएर किनेर आइहालौँ भन्ने सोच्यौँ हामीले गयौँ पसलतिर मिठाई किन्न अनि मिठाई त नरहेछ क्या लास्टमा मिठाई सकिसकेको रहेछ क्या अब बिकज अब त्यो धेरैले मन पराउने मिठाई अनि सकिहाल्ने आउट अफ स्टक अब पसलको मान्छेले भन्यो कि बाबु भोलि आउँछ मिठाई भोलि आऊ भनेर अनि हामीलाई निराश भयो क्या हामी अनि नजिकै पनि कुनै पसल थिएन क्या खासै
अनि हामी निराश भएर घरमा फर्क्यौँ। घर फर्किँदाखेरि बाटोमा हिँड्दाखेरि एउटा आइमी स्माइल गरेर उभिरहेको थिएँ। अनि आऊ अब आऊ 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 भन्दै हामीलाई बोलाउन थाल्यो कि। मलाई त जान मन थिएन, तर मेरो भाइ चाहिँ दौडेर उतै गयो क्या, त्यही आइमीको नजिकै गयो क्या। म चाहिँ त्यो भाइलाई समात्न जाँदा त त्यही हामी दुईजना नै त्यही आइमीको नजिक पुग्यो। अनि त्यो आइमीले चाहिँ मेरो भाइको गाला तानेर के छ बाबु मिठाई चाहिन्छ, मिठाई चाहिएको भनेर सोध्न थाल्यो। अनि त्यो मेरो सानो भाइले त अब चाहिन्छ भनेर ऊ त इनोसेन्ट के अरे होइन, उसले त चाहिन्छ भनिदियो। मैले पनि केही भन्न सकिनँ क्या। अब ह्या यो अन्टी यो मान्छे यो आइमीको नजिक नबस् भनेर अनि केही भन्न मिलेन कि। ल अनि त्यो आन्टीले के भन्यो भने बाबुहरू तिमीहरूलाई मिठाई चाहियो भने मेरो घरमा छ भने। अनि मेरो भाइ त धेरै नै खुसी भयो होइन। अनि त्यो आइमीले मेरो भाइको हात समातेर लिएर जानलाई। अनि मेरो भाइ त खुसी हुँदै हुँदै जान थाल्यो। म पनि पछि पछि आएँ कि। त्यो आइमीले आफ्नो घर लिएर गएपछि आफ्नो रुमतिर लिएर गएँ कि। त्यो आइमीको घर पनि कस्तो सुनसान ठाउँमा रहेछ क्या, कोही पनि यताउति नबस्ने। अनि अँध्यारो के अरे होइन, त्यो आइमीले हामीलाई लिएर आयो भने कसरी देख्दैन कि। अनि त्यसले हामीलाई रुममा बसायो कि बाबुहरू मिठाई लिएर आउँछु तिमीहरू यही कुरा भने कि। त्यो आइमी गयो कि त्यहाँबाट। शङ्का लाग्यो कि आइमी को हो, किन यसलाई कसरी थाहा भयो भनेर चाहिँ मैले त्यो आइमीलाई फलो गर्दै हिँडेँ कि। भाइलाई पनि लिएर गएँ अभियसली होइन, अभियसली त्यहाँ राख्ने कुरो भएन। भाइको हातसँग मात्र चुप्प लगाएर बसेँ भाइ भनेर। अनि त्यसलाई त्यो आइमीलाई फलो गर्दै गएँ। त्यो आइमी चाहिँ अर्को रुममा नगएर जङ्गलभित्र जान थाल्यो। मलाई झन् डर लाग्न थाल्यो, के गर्छु यो आइमीले भनेर मलाई पनि जिज्ञासा भयो कि। नत्र भन्दा त्यतिखेरै म भाग्थेँ, भाग्न पनि सकिनँ त्यतिखेर नै। तर जिज्ञासा भयो के गर्छ यो आइमीले भनेर। अनि जाँदा हेर्दाखेरि त त्यो आइमी त एउटा मन्त्र क्रिया गरेर होइन, आगो बालेर हड्डी सड्डी अनि हड्डीको हुन्छ नि स्कलको माथि अबिर राखेर अनि मन्त्र क्रिया गर्दै थिएँ। अनि हामी चाहिँ पछाडि चुप्प आएर होइन एकदम हेरिरहेको थियौँ। अनि मेरो भाइ र म त दङ्ग पऱ्यौँ होइन। अनि भाइले त खासै केही कुरा बुझेको पनि थिएन के भइरहेछ भनेर होइन। त्यही नि मैले त्यसलाई चुप्लाई भनेर बसेँ कि। त्यो हामी चाहिँ त्यहाँ मन्त्र क्रिया गर्दै थिएँ। साइडमा चाहिँ हाम्रै उमेरको एउटा बच्चा चाहिँ सुतिरहेको थियो कि। बच्चा चाहिँ चलेको पनि थिएन, केही पनि थिएन, सुतिरहेको थियो, हाम्रै एजको थियो। के होला भनेर अनि यहाँबाट गइहालौँ भनेर म र मेरो भाइ चाहिँ गइहाल्यौँ कि। त्यहाँबाट एक्चुअली हामी दुईजना भाग्नेवाला थियौँ त्यो ठाउँबाट होइन। किनकि त्यस्तो देखेपछि त यो के हो, यो राम्रो चिज होइन भने त्यहाँ भाग्न थाल्यौँ। ठ्याक्कै मेरो भाइले भन्यो कि दाइ चाबी त हरायो नि त, सायद त्यही रुममै छोड्यौँ हामीले भनेर भन्न थालेर त्यहीका फेरि त्यही आइमीको रुममा अब चाबी लिन जान पर्ने भयो भनेर। अनि त्यसलाई मैले हातसँग मात्रै लिएर गएँ। चाबी खोज्यौँ त्यसको त्यो आइमीको रुममा। अनि चाबी भेटिएर हामी ठ्याक्कै निस्किन लागेको थियो। त्यो आइमी त ठ्याक्कै ठिङ्ग उभियो कि अगाडि ढोकामा क्या। हामी ठ्याक्कै ढोकाबाट बाहिर जान लागेको। त्यो आइमी त स्माइल गरेर ठिङ्ग मिठाई यसरी लिएर ल बाबुहरू मिठाई तिमीहरूलाई भन्दै हाँसेर दिन थाल्यो त है। अब म त के गर्ने भयो। अब नभाग्न सकिन्छ, भाग्यो भने पनि अब के गर्छ होइन। कतिवटा मान्छे छन् यसको पनि के थाहा, अब यसको ग्याङ छ कि होइन, यसको ग्याङ मेम्बर्सहरू छ कि होइन, के थाहा के आइमी हो होइन। अनि मिठाई लियो मैले लिएँ कि, भाइलाई दिइनँ क्या मैले। किनकि यो मिठाई पक्कै पनि केही न केही नराम्रो कुरा छ यसमा होइन। मलाई शङ्का लागिसक्यो, सबै कुरा त थाहा मलाई, तर पनि केही गर्न सक्दिनँ मैले भाइलाई लिनै नदिएर मैले आफैले लिएँ कि। त्यो आइमी चाहिँ भन्न थालेँ कि छिटो बाबुहरूले मिठाई खानु, म चाहिँ तपाईँहरूलाई केही देखाउन लिएर जान्छु यसो यता बाहिरतिर होइन, जङ्गलतिर केही देखाउनु छ भनेर भन्न थालेँ। केही त नराम्रै कुरा हो भन्ने बुझिसकेको मैले। जब त्यो आइमीले भन्यो नि मलाई लाग्यो कि केही त नराम्रो गर्छ यसले हामीसँग भनेर लाग्यो। अनि त्यो मैले भनेको मैले कुरा मिलाएँ क्या। हामीले मिठाई खान्छौँ, तपाईँ चाहिँ अगाडि हिँड्नु हाम्रो, अनि हामी चाहिँ तपाईँको पछाडि आउँछौँ भनेर भने। अनि ल हुन्छ बाबु तिमीहरू मेरो पछाडि आउने फेरि भनेर त्यो आइमी अगाडि गयो कि हामीलाई लिएर जान थाल्यो कि। मिठाई चाहिँ मैले भाइलाई पनि खान दिएन अनि आफ्नो खोल्टीमा राखेँ। जब त्यो आइमी अगाडि गएँ नि, अलिअलि अगाडि हामीलाई लिएर जाँदै थिएँ। अनि त्यो आइमी जब अगाडि गएँ तब मैले चाहिँ भाइलाई बोकेर पछाडि हेर्दैन हेरेँ भागिहालेँ कि। पछि गएर चाहिँ मैले यो चाहिँ छिमेकीको अङ्कललाई भनेँ कि, जो हामीसँग एकदम मिल्नुहुन्थ्यो क्या। अभियसली मन बाबालाई भन्यो भने त गाली गर्नुहुन्थ्यो होइन। छिमेकी अङ्कलले के भन्यो भने ए बाबु तिमीहरू त बसेर रहेछौ त यार, तिमीहरूको बलि लिन खोजेको, त्यस्तो कुरा चाहिँ बलि गर्दाखेरि गरिन्छ त्यो हड्डी सड्डी अबिरहरू यताउति भन्न थाल्यो। मैले सोधेँ त्यतिखेर बलि भनेको के हो अङ्कल भनेर। अनि सोधेँ कि मैले, सबै अङ्कलले भन्नुभयो कि के हो किन गरिन्छ होइन। अनि त्यो अङ्कलले के भन्यो भने सायद त्यो आइमीको छोरा होला, त्यो जुन त्यो तिमीहरूले त्यो बच्चा सुतेको देख्यौ नि कार्पेटमा, त्यो आइमीको नजिकै त्यो आइमीको साइडमा, त्यो सायद त्यो आइमीको छोरा या फेरि कोही न कोही हो, त्यसलाई जिउँदो पार्नको लागि तिमीहरूको बलि दिन खोजेको हो त्यो पक्कै पनि त्यो आइमीले भन्न थाल्नुभयो अङ्कलले। मलाई पनि त्यस्तै लाग्यो कि
होइन साइडमा कोही बच्चा सुतिरहेछ। अब त्यतिखेर त हामीले फर्स्ट टाइम देख्दाखेरि त सुतिरहेको होला भन्ने सोचेँ नि त। एक्चुअली त्यो त लास रहेछ क्या बच्चाको, उसको छोरा, त्यो आइमीको छोराको लास रहेछ। त्यसलाई जिउँदो पार्नको लागि हामीलाई बलि दिन खोजिरहेको रहेछ क्या। तर त हामी त बच्चालाई त के थाहा हुन्छ होइन, लास हो कि सुतिरहेको छ कि के थाहा, कस्तो धन्न बचियो। मेरो इन्स्टिङले गर्दा बचियो कि। मेरो भाइ मात्र गएको भए त्यो दिन सायद के हुन्थ्यो थाहा होइन। मेरो भाइ त सोझो छ, सानो छ होइन, केही थाहा हुँदैन। मैले पो यसो थाहा पाइहालेँ। म त छाङ्गाबाट खसे जस्तो भयो कि त्यो अङ्कलले त्यस्तो भन्दाखेरि। त्यहाँबाट थाहा भयो कि बलि भनेको के हो, मन्त्रक्रिया भनेको के हो, त्यस्तो थाहा हुन थाल्यो। यो चाहिँ तबको कुरा हो जब म र मेरो गर्लफ्रेन्ड चाहिँ डेटिङ गर्न त्यस्तै गाउँको इलाकातिर गएको थियौँ कि। अनि नजिकै लेकहरू पनि थियो। अनि त्यही इलाकातिर आइसक्रिम पसलहरू मजाले थिए। हामी दुईजनाले तयारी गर्दा गर्दै अलि ढिलो भएछ। अनि कमसेकम साँझको समय भएछ, त्यही पनि जान्न होइन। अब सनसेट हेरिन्छ, रमाइलो हुन्छ भनेर गयौँ हामी दुईजना। अनि आइसक्रिम खान्न भन्यो कि मेरो गर्लफ्रेन्डले। अब हुन त यस्तो जाडो महिनामा कसरी खान्छ आइसक्रिम भनेर सोध्यो, त्यही पनि उसले जबरजस्ती गरेन। अनि हामीले आइसक्रिम खायौँ। आइसक्रिम लिँदै हामी चाहिँ त्यो भिलेज एरिया छ, त्यो गाउँ एरियातिर हामी गयौँ क्या। अनि एउटा अङ्कल चाहिँ कस्तो ठिङ्ग उभिएको देखेँ क्या हामीले, टोपी लगाएको, ढाका टोपी लगाएको। अनि सनसेट भइरहेको थियो। अनि कस्तो कालो न कालो फेस देखिरहेको कि। अनि यस्तो हामीले वास्तै नगरिकन उता फर्केर अनि फेरि एकचोटि उता हेरेको त मान्छे छैन कि त्यहाँ। होला अब मान्छे कोही थियो गयो होला भन्ने सोचेर होइन। हामी अगाडि जाँदै गयौँ। अनि भिलेज एरियातिर पनि गयौँ कि। जुन ठाउँमा त्यो अङ्कल उभिनु भएको थियो त्यही ठाउँको नजिकतिर नै एउटा घर देख्यौँ। त्यो चाहिँ कोही पनि नभएको, त्यो घरमा चाहिँ घर पनि पुरानो टाइपको, कोही पनि नभएको। अनि बस्ने लायक थियो कि। अनि ल त नि हामी यहीँ बसौँ न त, रमाइलो हुन्छ यहाँ सनसेट हेरौँ न भनेर बस्यौँ कि। हामी धेरै कुरा गरियो होइन, रमाइलो गरियो होइन। कुरा गर्दा कतिखेर हामी त सुते झन् थाहै पनि भएन क्या। खाटहरू थिए, सबै थिए, तर त्यो सबै पुरानो भयो क्या, त्यहाँदेखि सुतिएछ क्या हामी त। के हालेर के गर्छ होइन। उठेर हेरेको त राति चाहिँ दाउरामा के खाना पकाए जस्तो आवाज सुने। अनि कसले गरेछ यो भनेर यसो बाहिर हेर्छु, केही पनि छैन होइन। मैले फेरि गर्लफ्रेन्डलाई चाहिँ उठाइनँ कि, होला केही भनेर। अनि म फेरि सुत्न थालेँ। अनि एकछिनपछि मेरो गर्लफ्रेन्डले फेरि मलाई उठायो क्या। उयो के हो यो, चुरोट खाएको गन्दा आयो, फेरि तैँले चुरोट खान थालेछ कि भनेर मलाई पो कराउन थालेँ कि। होइन बाबा मैले खाँदिनँ चुरोट, मेरो सामान हेरे हुन्छ, मैले जहाँ पनि हेरेर खाँदिनँ भन्नु थालेँ। हाम्रो झगडै हुन थाल्यो कि त्यहाँ त। चुरोटको गन्ध एकदम तेज आइरहेछ, कहाँ आएको होला थाहा पनि छैन होइन। अनि झगडा गर्दै हामी त चुपचाप नबोलिकन बस्ने भयौँ कि हामी त। ऊ एकतर्फ गयो, म एकतर्फ गयौँ, त्यही घरकै नजिक भनौँ न। म पनि घरको बाहिरै गएको थिएँ, ऊ पनि घरको बाहिर गएको थियो कि होइन। अनि उसले चाहिँ यसो फनक्क फर्केर अब के भएर उसले घरतिर हेऱ्यौँ कि। झ्यालमा त दुईजना ठिङ्ग बुढाबुढी उभिएको देखेँ कि। अनि हाँसेर हेरिरहेको देखेँ कि। सेतो न सेतो फेस भएको देखेँ कि उनले चाहिँ। एउटा आइमी पनि लामो कपाल भएको, अनि बुढो पनि टोपी लगाएर बसेको, यस्तो डरलाग्दो त्यो देखिरहेको थियो। हाँसेर गरेर हेरिरहेको छ अरे। अनि कस्तो सेतो फेस कि, त्यो ब्लडै नभए जस्तो होइन। अनि एक्चुअली भन्नुपर्ने हो भने किचनतिर एउटा भूतलाई देख्यो भनौँ न। अनि मेरो गर्लफ्रेन्डले बेसरी चिच्यायो कि। अनि मेरो गर्लफ्रेन्ड त्यही ढल्यो कि। म गएँ उसलाई यसो के भयो भनेर कसरी हुन्छ पानी छर्केर होइन, त्यही लेकबाट पानी लिएर आएर पानी छर्केर उसलाई उठाएँ। अनि उसले सबै कुरा भन्यो कि। अनि भगवान्को नाम लिएर मैले उसको हात समातेर होइन, अब झगडा बिर्सिएर उसलाई लिएर गएँ क्या म त्यहाँबाट। हामी कहिले पनि त्यो ठाउँतिर आइएन पनि। अनि त्यो ठाउँ त्यो के थियो त्यो थाहा भएन क्या। त्यो के हो, किन त्यो बुढाहरू, त्यो बुढाबुढीहरू त्यसरी बसेका थिए थाहा भएन। अब कोही पनि थिएन क्या त्यो घरमा। कोही थियो भने पनि अब थाहा हुन्थ्यो नि त, हामी घर त छिर्दाखेरि थाहा हुन्छ नि त। पुरानो खण्डहर जस्तो घर छ क्या फेरि हेर्दाखेरि नि। मिनिङ अब कोही पनि छैन क्या त्यहाँ अभियसली। अब कोही बाहिरको मान्छे, होमलेस मान्छेहरू आएको भनौँ भने अब त्यस्तो कास्से चम्बुक भएको रगतै नभएको देखिन्छ पनि होइन। मैले पनि आगो बालेको सुनिरहेको छु, अनि चुरोट खाएको सुनिरहेको छु। अब बल्ल बुझेँ कि त्यही बाजे चाहिने चाहिँ चुरोट खायो होला कि भूत चाहिने बेबी, थाहा भएन। त्यो लोजिक चाहिँ त्यही हुँदो रहेछ। अनि चुलो जलाएको, त्यो जुन आगो जलाएको आवाज आएको थियो नि, चुलो चाहिँ गाउँमा दाउरा जलाउँछ नि खाना पकाउनलाई, जुन त्यस्तो आवाज सुनेको थियो नि, त्यो चाहिँ बुढी चाहिँले गरेको होला जस्तो लाग्छ कि मलाई। तिनीहरूको घर थियो होला क्या पके पनि पहिला त्यो चाहिँ। अब कुनै कारणले मर्यो होला नि थाहा भएन। त्यहाँ त म र मेरो गर्लफ्रेन्ड कहिले पनि त्यस्तो एरियामा गएन। यो कथा चाहिँ तबको हो जब मेरो हजुरबा चाहिँ जवान हुनुहुन्थ्यो होइन, यङ हुनुहुन्थ्यो। उहाँको कथा हो क्या यो चाहिँ, मेरो कथा होइन। तब उहाँ चाहिँ गाउँमा हुनुहुन्थ्यो होइन। अनि त्यति बेला चाहिँ अब पँधेरोबाट पानी ल्याउने हुन्थ्यो अरे होइन सिस्टम।
उहाँको परिवारले चाहिँ उहाँलाई पँध्यारोबाट पानी लिएर आइज भनेर भन्नुहुन्थ्यो कि। अनि सबैभन्दा पहिला चाहिँ के कुरा एक्सप्लेन गर्नुपर्छ भने त्यो जुन पँध्यारो छ त्यो पँध्यारोमा चाहिँ चारैतर्फ भित्ता छ। भित्तामा चाहिँ सिसाहरू गाडिएको छ कि भित्ताको माथि हुन्छ नि, भित्ताको माथि सिसाहरू गाडिएको छ कि, सिसा रक्सीको बोतलहरू, किनभने चोरहरू छिर्छन् कि भनेर त्यसो गरेको कि। बिकज त्यतिखेर चाहिँ धाराको त्यो फलामहरू निकालिदिने अनि बेचिदिने अनि केही न केही नराम्रो गरिदिने होइन, धाराहरू बिगारिदिने गर्थे कि। त्यो जुन त्यो पँध्यारो छ त्यसको गेट पनि थियो क्या, अनि गेट चाहिँ लक गरेर राख्थ्यो। अनि चाबी चाहिँ गाउँभरि सबैसँग थियो, तर गाउँको जो अब घरको मुखिया मान्छे हुन्छ नि त्योसँग चाबी हुन्थ्यो कि। यदि तपाईँलाई त्यो पँध्यारोमा पानी लिन मन लाग्छ भने आफ्नो घरको मुखियालाई चाबी माग्न पऱ्यो क्या, ल चाबी दिनु भनेर माग्न पर्छ क्या। घरको मुखियासँग चाबी हुन्छ, त्यस्तो हुन्छ। अनि त्यसरी नै अब पानी लिन जानुभयो होइन। अनि उहाँले अब गेटबाट चाबी खोल्नुभयो, अनि त्यसपछि खोलेर अनि फेरि भित्रबाट पनि चुकुल लगाएर अनि पानी भर्न थाल्नुभयो। एकछिनपछि एउटा युवती आइन् कि, एकदम राम्री खालको युवती आइन्। यति राम्री युवती थिइन् कि हाम्रो हजुरबाले कहिले पनि देख्नु भएन अरे क्या, त्यस्तो जिन्दगीभरि कहिलेसम्म देख्नु भएन अरे क्या, न कहिले देख्नुहुन्छ र न देख्नु भएको छ, त्यस्तो भन्नुभयो। अनि त्यो युवतीले चाहिँ ल गेट खोलिदिनु न, मलाई पनि भित्र आउनु मन छ भन्थ्यो कि। गाग्रीसँग आएको थियो कि ऊ युवती चाहिँ। त्यसपछि चाहिँ हजुरबाले भित्रबाट खोलिदिनु भयो गेट। अनि ती युवती भित्र आइन्, अनि भित्र मतलब पछाडि बसिन् कि, पछाडि लाइनमा बसिन् क्या। पहिला चाहिँ हजुरबाले भरिरहनु थियो पानी, त्यही भएर। अनि भित्रबाट फेरि चुकुल लगाइदिनु भएको हजुरबाले। पहिला युवतीलाई भित्र ल्याउनु भयो, अनि त्यसपछि भित्रबाट चुकुल लगाइदिनु भयो, अनि ताकि सेफ होस् सबै कुरा। अनि हजुरबा र युवती चाहिँ धेरै कुरा गर्नुभयो क्या। एउटा अचम्म कुरा चाहिँ के थियो भने त्यो युवतीले आफ्नो कुरा कम भन्ने, हजुरबालाई कुराहरू बढी सोध्ने, त्यस्तो गर्थे कि। त्यही पनि हजुरबाले भन्नुभयो क्या आफ्नो बारेमा, त्यो धेरै सोच्नु भएन, किनकि युवती हो, के नै गर्ला, के नै हुन्छ र भन्ने टाइपको भयो होला। उहाँ पनि अब भर्खरै लक्खा जवान के अरे होइन, त्यो थाहा हुँदैन क्या, त्यो सोचिन्न क्या धेरै कुराहरू। त्यसपछि उहाँले हजुरबाले चाहिँ पानी भरेर भ्याउनु भयो। अनि त्यसपछि चाहिँ हजुरबाले चाहिँ त्यो युवतीको गाग्री उठाएर त्यहाँ राखिदिनु भयो क्या धारामा। आफ्नो जे कुराहरू लिएर जान पर्थ्यो सबै सामान समाटेर ठ्याक्क गेटतिर फर्किनु भयो। अनि हजुरबालाई अचानक याद आयो कि उहाँले बोतल छोड्नु भएको थियो कि। अनि यस्तो फर्किँदाखेरि त पछाडि त पँध्यारोमा कोही पनि छैन अरे। अनि बोतल साइडमा त छ, तर साइडमा नाग हो कि नागिन हो बसिरहेको छ अरे होइन, नागको रूपमा होइन, मतलब नाग हो कि नागिन बसिरहेको छ अरे होइन, एकदम डरलाग्दो नाग छ अरे होइन। अब हजुरबा तर्सिनु भयो क्या त्यतिखेर चाहिँ। अनि साइडमा बेलपत्रहरू पनि थिए अरे कि। भनिन्छ कि बेलपत्र चाहिँ नाग र नागिनहरूको लागि नराम्रो कुरा हो अरे कि, कमजोर बनाउँछ अरे कि तिनीहरूको शक्तिलाई। त्यही भएर उनीहरू चाहिँ आफ्नो मान्छेको रूपबाट नागको रूपमा आउँछन् अरे कि, आफ्नो एक्चुअल रूपमा आउँछन् अरे कि, त्यस्तो हो अरे कि। अनि हजुरबालाई के लाग्छ भने त्यो जुन युवती थिइन् ती चाहिँ मान्छे नभएर नागिन हुन् भने जस्तो लाग्यो कि। किनकि हजुरबाले त अब चुकुल लाउनु भएको थियो, अब कहीँ गएको मान्छे भन्न पनि नमिल्ने क्या, सबै पुरा भित्ता छ, कसरी कुदेर पनि जान मिल्दैन क्या त्यहाँ। अनि त्यो नाग आइरह अनि अब चिल्लाउन पर्ने हो नि त, त्यो युवती त केही पनि छैन, मतलब त्यो युवती चाहिँ अभियसली नागिन नै हो। हजुरबाले बोतल पनि नटिपिकन त्यो गेट छिटो खोलेर उहाँहरू भागिहाल्नु भयो, त्यस्तो भयो। अर्को कथा चाहिँ यो पिज्जा डेलिभरी स्टोरी हो होइन। एउटा मान्छे चाहिँ पिज्जा डेलिभरी गर्नको लागि रिमोट एरियामा गयो क्या। त्यो जुन ठाउँमा जान पर्ने ठाउँमा चाहिँ गयो, तर एक्ज्याक्टली कुन चाहिँ घर हो भनेर चाहिँ उसलाई थाहा भएन। अनि ठ्याक्क बेलुकाको समय थियो, अभियसली स्कुटीमै गयो होइन। उसले नजिकै एउटा पानीपुरी बेच्ने मान्छेलाई देख्यो कि, उसलाई सोध्यो कि यो एड्रेस कहाँ हो, यो कुन चाहिँ घर हो भनेर सोध्यो कि, मलाई पिज्जा डेलिभरी गर्नु हो त्यही भएर भन्यो। त्यो मान्छेले चाहिँ केही पनि नबोलिकन एउटा दिशामा चाहिँ आफ्नो औँलाले पोइन्ट गर्यो कि। त्यो मान्छे पनि अचम्म टाइपको थियो क्या, त्यो जुन पानीपुरी बेचिरहेको थियो नि त्यो पनि अचम्म टाइपको थियो। अनि त्यो पिज्जा डेलिभरी मान्छेलाई चाहिँ अलिकति अचम्म लाग्यो क्या। त्यहाँदेखि गयो, अब जान पर्ने भयो होइन, जब हो उसको। कोही हुनुहुन्छ भनेर ढकढकायो। अन्त जब त्यो ढोका नक गऱ्यो त्यो ढोका आफै खोलियो कि, मिनिङ त्यो ढोका लकै नगरेर रहेछ होइन। अनि त्यही नि अब जाम्न त भित्र भनेर गयो ऊ होइन, अब के गर्ने भनेर होइन। अब एकछिन बोलायो अनि मान्छे नआएपछि के गर्ने होइन, ऊ गयो क्या। गएपछि उसले त्यो पिज्जा त्यही टेबलमा राखिदियो। अनि साइडमा उसले ठ्याक्क पत्र देख्यो कि त्यही टेबलमा। त्यो नोटमा चाहिँ के लेखेको थियो भने, ए भाइ मलाई केही कामले बाहिर जान पऱ्यो, तिमीले चाहिँ है पिज्जा छोडेर जाऊ,
यही नोटको साइडमा मैले पैसा छोडिदिएको छु त्यही लिएर जाऊ भनेर लेखेको रहेछ अनि पैसा पनि रहेछ अनि उसले लिएर गयो कि त्यो पिज्जा डेलिभरी अनि साइडमा एउटा फोटो देखेँ कि कहाँ देखेँ जस्तो लागेको त्यो मान्छेलाई चाहिँ पिज्जा डेलिभरी मान्छेलाई चाहिँ त्यो फोटोको मान्छेलाई चाहिँ कहाँ देखेँ जस्तो लाग्यो कि त्यही नि ऊ गयो कि त्यहाँ निस्किएपछि उसको स्कुटी नै गायब छ अरे क्या अचम्म लाग्यो अनि ऊ चाहिँ दौडेर त्यो जुन ठेलावाला थियो नि त्यसलाई सोधेँ कि भैया मेरो स्कुटी कहाँ गयो भनेर सोद्धाखेरि त्यसले चाहिँ एउटा डिरेक्सनमा पोइन्ट आउट गरेको फेरि केही नबोलिकन त्यो पिज्जा डेलिभरी मान्छे चाहिँ त्यहीतिर गएर अनि स्कुटी खोज्दा हेर्दा एउटा बौलाले स्कुटी लिएर गइरहेको छ अनि त्यो बौलाबाट खोज्न कोसिस गर्दाखेरि त्यो बौलाले झन् टोक्राउन खोजे जस्तो गरिदिने अचम्म आवाजहरू निकालिदिने डराउँदिने गर्यो कि अनि त्यो पिज्जा डेलिभरी मान्छेले पनि केही गर्नु सकेन पछि चाहिँ एउटा बच्चा आयो अनि त्यो बौलालाई भगाइदियो अनि त्यो बच्चाले स्कुटी ल्याएर पिज्जा डेलिभरी मान्छेलाई दियो अनि बच्चाले भन्यो कि तपाईँ किन यहाँ आउनुभएको तपाईँ यो एरियाको बारेमा थाहा नि तपाईँलाई यो एरिया एकदम खतरा छ नआएको भए हुन्थ्यो नि त भनेर अनि कुरा आउनु थाल्यो अनि दुईजनाको बिच कुरा आउनु थाल्यो कि अनि लास्टमा अनि त्यो स्कुटी दोहोऱ्याएर लिएर आएर त्यो जुन ठाउँमा डेलिभरी गर्न गएको थियो नि त्यही एरियामा गयो अनि त्यसपछि त्यो बच्चा चिल्लायो कि यो मान्छे यहाँ छ यो मान्छेलाई समात्नु भनेर भन्न थाल्यो त्यो बच्चाले पिज्जा डेलिभरी मान्छेले त्यो बच्चालाई धकालिदियो अनि त्यो स्कुटी कुदाउनु थाल्यो कि कुदायो अनि कुदाएर त्यो एरियाबाट बाहिर बाहिर जाँदाखेरि उसले पछाडि फर्केर हेऱ्यो क्या पिज्जा डेलिभरी मान्छेले पछाडि फर्केर हेऱ्यो क्या 3टा मान्छेहरू उभिरहेका थिए कि मतलब उनीहरूको स्याडो टाइपको इमेजहरू देखिरहेको थियो एउटा चाहिँ बच्चाकै हो भने थाहा भयो उसलाई अर्को चाहिँ त्यो बौलाको भइहाल्यो अनि तेस्रो चाहिँ कसको थाहा भएन क्या त्यो ठेलावालाको पनि होइन भन्ने उसलाई स्योर छ कि किनकि त्यो ठेलावालाको कटकाटी उसलाई थाहा छ पहिला चाहिँ बच्चा दोस्रो चाहिँ बौला अनि तेस्रो को पनि थाहा भएन किनकि क्लियरली देखेको थिएन क्या उभिएर हेरिरहेको थियो क्या अनि ऊ कसरी त्यहाँबाट बस्यो होइन कुनै टाइमपछि उसले न्युज देख्यो कि न्युज देखेपछि उसले के थाहा पायो भने त्यही जुन ठाउँमा डेलिभरी गर्नु गएको थियो त्यो ठाउँमा चाहिँ एउटा अपराधी रहेछ कि त्यसले चाहिँ त्यही नजिकैको बासिन्दाहरूको फ्यामिलीहरूको रिलेटिभ्सहरूलाई किडन्याप गरेर आफूसँग राख्ने अनि मेरो प्लानमा सामेल भई नत्र भने तिमीहरूको रिलेटिभ्सहरू सकियो भन्ने अनि धम्की दिने अनि त्यसरी नै आफ्नो प्लानमा इन्भल्भ गराउने कि जस्तै भनौँ कि कसैलाई त्यो एरियामा लुट्न छ भने तिनीहरूको हेल्प लिने कि त्यस्तो थियो त्यो जुन फुच्चे थियो नि त्यो फुच्चेले हेल्प गरेको थियो नि त्यो पिज्जा डेलिभरी मान्छेलाई त्यसको पनि भाइलाई किडन्याप गरेको रहेछ त्यो थाहा भएको त्यो न्युजमा किनकि फोटोहरू सबैको देखाइरहेको थियो होइन त्यसरी बच्यो भनेर ढुक्क भयो क्या त्यो पिज्जा डेलिभरी मान्छे चाहिँ धन्न केही नराम्रो चाहिँ भएन बिचरा त्यो फुच्चेले आफूले चाहेर गरेको चाहिँ रहन्छ क्या त्यो काम चाहिँ मतलब यो मान्छे यहाँ छ भनेर चाहिँ त्यसले चाहिँ त्यो अपराधी छ नि त्यसलाई बोलाएको रहेछ कि त्यसलाई बल्ल याद आयो क्या त्यो पिज्जा डेलिभरी मान्छेलाई त्यो जुन रुममा त्यो फोटो देखेको थियो नि त्यो त्यही अपराधीको रहेछ किनकि त्यो कुनै टाइम अगाडि पनि त्यो घटनाभन्दा कुनै अगाडि पनि त्यो न्युजमा त्यो अपराधी फरार छ भनेर चाहिँ न्युज आएको थियो अरे क्या त्यही भएर अनि उसले त्यो फेस चाहिँ त्यहाँ देखेर चाहिँ अनि सेकेन्ड टाइम चाहिँ त्यही रुमभित्र देख्यो त्यो अपराधीको रुमभित्र देख्यो पिज्जा डेलिभरी गर्दाखेरि थर्ड टाइम चाहिँ फेरि न्युज आएपछि देख्यो कि त्यो पक्राउ भयो भने यो चाहिँ तबको कथा जब म मेरो साथी अङ्कित सुजन अनि समीर अनि धीरज अनि अरू साथीहरू मेला हेर्न गएको थियौँ कि यो चाहिँ तबको मेला हो जब इङ्ग्लिसको न्यु इयर चलिरहेको थियो अनि धुमधामले हुन्थ्यो क्या मेला पनि मजाको आउँथ्यो अहिले पनि हुन्छ होला मेबी अहिले त अब अर्को ठाउँमा छु म त्यही भएर होइन धुमधामले मेला हुन्थ्यो रमाइलो हुन्थ्यो कि होइन अनि जस्तै अब कन्सर्टहरू भयो होइन रोटिपिङ सोटिपिङ सबै होइन मान्छेहरूको भिडभाड छ इन्जोय गरेका छन् त्यतिखेर त कोरोना पनि थिएन होइन आनन्द थियो नि त होइन सबै रमाइलो थियो मनै खुल्ला हुन्थ्यो मनै कस्तो आनन्द हुन्थ्यो क्या होइन जिन्दगीको टेन्सनबाट सबै कुरा मुक्ति पाउँथ्यो क्या मनले कति कुरा छुट्टिएको त थाहा भएको कुरा तपाईँहरूलाई अनि त्यसरी नै हामी एकचोटि गइयो कि अनि बेलुका भइसकेको थियो अभियसली होइन दिनको मेलामा कोही पनि जान्दैन जाला नि त थोरै मान्छे जान्छ धेरै किसिमको रमाइलो गऱ्यौँ अनि त्यसपछि चाहिँ म मेरो साथी अङ्कित र अनि सुजन भन्ने चाहिँ आइसक्रिम खान गयौँ अरू साथीहरू चाहिँ आफ्नै अब केही रमाइलो गर्नलाई यताउति होइन गयो क्या मतलब कोही कन्सर्ट हेर्न गयो कसैलाई कन्सर्ट हेर्न बढी मनपर्ने कोहीलाई के होइन आफ्नो जे मनपर्छ त्यो गयो क्या ग्रुप छुट्याएर गयो क्या होइन हामी यो ठाउँमा भेट्छौँ भनेर पछि त्यो हिसाबले गरेर गयो क्या म र अङ्कितले चाहिँ आइसक्रिम खान थाल्यौँ आइसक्रिम पसलमा गएर होइन
सुजनले चाहिँ भने कि ल मलाई यसो काम पऱ्यो म यसो जान्छु होइन भन्यो अनि तर उसले राम्रोसँग भनेन क्या के काम पऱ्यो भनेर राम्रोसँग भनेन अनि ऊ हिँडिहाल्यो क्या त्यहाँनिर लतन लतन भन्दा हामी चुप लाएर बस्यौँ अनि ल यहीँ चाहिँ भने चिच्चायौँ कि हामी चाहिँ अनि गयो ऊ चाहिँ जुन मेलाको जुन एक्जिट गेट हुन्छ नि त्यहाँ गयो क्या त्यहाँ एक्जिट गेट रहेछ क्या अनि एक्जिट गेटतिर गयो अनि उसले चाहिँ त्यहाँतिर पहिल्यै केटी देखिसकेको रहेछ क्या एउटा एक्जिट गेटतिर उभिरहेको मोबाइल चलाइरहेको रहेछ अनि एक्लै रहेछ होइन अँध्यारोमा होइन अनि एकदम अँध्यारोमा बसेको थियो कि होइन मोबाइल चलाएर बसिरहेको थियो अनि सुजन चाहिँ गयो क्या उसले भन्यो हाई म सुजन हो के प्रब्लम छ हजुरलाई भन्यो कि अनि केटी पनि डराइ भन्न थाल्यो मेरो चाहिँ नेक्लेस हराएको छ एकदम इम्पोर्टेन्ट मान्छेले दिएको मलाई होइन अनि धेरै नै मेमोरी छ होइन धेरै नै इम्पोर्टेन्ट कुरा हो त्यो नेक्लेस होइन त्यही भएर खोज्न पर्ने म चाहिँ मेला बाहिर जान लागेको थिएँ केही काम परेर छिटो जान पर्ने थियो त्यही भएर म मेला बाहिर जान लागेको थिएँ अनि त्यतिखेर हरायो मेरो चाहिँ अनि म त्यहाँदेखि खोज्दैछु मेरो साथीहरूसँग कन्ट्याक्ट गर्दैछु के गर्ने भनेर भन्न थालेँ होइन अनि सुजनले चाहिँ ल म हेल्प गरिदिन्छु त कता हराएको जस्तो लाग्छ तपाईँलाई भनेर अनि भन्न थालेँ ल त ल भनेर ऊ केटी पनि हिँड्न थालेको सँगै अनि दुईजना हिँडे त्यो मेला भएको ठाउँको वरिपरि कस्तो छ नि एउटा लेक छ क्या राम्रो लेक छ क्या राम्रो ताल छ अनि उसको वरिपरि चाहिँ अनि अब एउटा पुलको पनि बाटो छ होइन त्यो त छुट्टै कुरा होइन त्यहाँबाट अनि त्यही तालतिर हुँदै गएको थियो क्या त्यतिखेर कति भिड पनि हुन्थेन क्या त्यतिखेर अनि भिड नभएको हुनाले सुनसान हुने कि अब अभियसली सबैजना मेलामा गएका छन् त्यही भएर कोही पनि कसैलाई मतलब पनि छैन त्यहाँ आएर के गर्ने होइन मेलामै छ सबै जे छ मेलामै छ अनि दुईजना गयो क्या सुजन र त्यो केटी गयो केटी पनि खासै केही नबोलिकन चुप लाएर बस्यो सुजनलाई पनि अचम्म लाग्यो होइन अहिलेसम्म यत्रो बोलिरहेको थियो किन चुप लाएर बसेपछि होइन मेरो नेक्लेस खै यताउति भनेर टेन्सन लिन पर्ने अनि उसले कुरा स्टार्ट गर्नको लागि भन्न थाल्यो कि तिमी कहाँ बस्छौ भनेर भन्न थाल्यो अनि त्यो केटीले केही पनि रिप्लाई दिएन अनि सुजनले फेरि आफ्नो बारेमा सबै भन्दै गइरहेछ क्या फेरि सुजन चाहिँ बोल्न आँटिसकेको थियो ऊ केटी चाहिँ चुप लाएर बसिरहेछ अनि अब चाहिँ के भएछ भने त्यो सब अँध्यारो छ होइन लाइटहरू थिए तर लाइटहरू पनि खासै चर्को थिएन क्या लाइट थिएन क्या कुनै ठाउँमा लाइट पनि हुन्थेन भनौँ न त्यही भएर त्यो लाइट नभएको इलाकातिर गएको थियो अनि केटी पनि चुप लाएर बसेछ जे पनि सोध्छ सुजनले केही पनि भन्दैन क्या तिमी कहाँ बस्छौ के गर्छौ कहाँ पढ्छौ सबै सोधिरहेछ केही पनि बोल्दैन सुजनलाई लाग्यो कि अब लाज लाग्दा केटीलाई अब नचिनेर केटा अनि बोलेन होला अनि लगाएर अनि सुजनले चाहिँ फेस देखेको थिएन क्या त्यो केटीको चाहिँ अँध्यारो थियो त्यही भएर होइन अनि एक ठाउँमा पुग्यो कि त्यो केटी उभियो क्या त्यहीँ त्यो एउटा ठाउँमा गएर त्यहाँ उभियो कि सुजनलाई नि अचम्मलाई अनि यसो डराइ नजिक गयो अनि के भयो भन्दाखेरि अनि त्यो केटी फनक्क फर्क्यो कि फनक्क फर्केको त त्यो केटीको त पुरै मुखैभरि चोट छ है निधार काटिएको छ आँखाबाट सबै नाकबाट रगत आएको छ अनि डरलाग्दो आवाजमा भन्दैछ कि यिनीहरूले मलाई यहीँ मारेका हुन् भनेर भन्न थाल्यो है ऊ त्यो मेरो नेक्लेस भनेर भन्न थाल्यो मेरो नेक्लेस त्यहाँबाट घाँटीबाट निकालेर यिनीहरूले मसँग नराम्रो काम गरेका हुन् भन्नको थाल्यो र त्यो केटी गायबै भयो कि त्यहाँबाट सुजनले आफ्नो होसै छोडेको उसको त लाइक के देखेँ भर्खरै मैले यो होइन के भयो त्यो केटी त के हो कहाँ गयो त्यो केटी लाइक प्रोसेस नै गर्न सकेको छैन अनि सुजन त्यहाँबाट गयो कि त्यहाँबाट निस्कियो कि भागिहाल्यो पछि त्यहाँ बस्ने केही मतलब भएन ऊ मेलातिर गयो पसिना हुँदै आएको छ है हामी दुईजनाले सोध्यौँ कि म र अङ्कितले ऊ के भयो तँलाई के भयो किन यस्तो स्थिति हो तेरो किन पसिना छस् भन्यो उसले केही पनि बोलेन चुप लाएर बस्यो होइन छु पनि बोलेन होइन हामीले ल हिँड मिनाम यहाँ हामीले आइसक्रिम खायो ल हिँड मलाई तँ के भयो भन्दैनस् भनेर अनि हामी रमाइलो गरेर फर्कियौँ क्या पछि चाहिँ सुजनले आई गेस पुलिसलाई फोन गरेछ क्या अनि त्यहाँ नेक्लेस पत्ता लगायो पुलिसले अनि जुन केटी छ नि त्यो केटीकै हो भनेर थाहा पायो क्या डिएनएले अनि त्यो केटीसँग नराम्रो काम गरेको रहेछ र त्यो केटीसँग कसले गरेको रहेछ नराम्रो भन्ने पनि थाहा भयो मतलब बुझ्नुलाई के नराम्रो काम भएन भन्न पर्दैन मैले अनि सुजनले सबै घटनाहरू सुनायो क्या हामीलाई के भयो उसँग भनेर हामी सुन्दा त सक भयो क्या तँ त केटीको यहाँ गएको रहेछ जस्तो नि भन्ने भयो क्या हामीलाई त थाहा पनि थिएन क्या हामी त गयो होला के कामले भयो होला होइन भन्न सक्छ हामी त भन्दैन उसले त्यस्तो भयो भनेको भए त हामी पनि पछि आउँथ्यौँ होला होइन हामीले पनि त्यो देख्थ्यौँ होला त्यो सिन होइन सिनरी अब त्यो जुन नराम्रो भएर देख्यो उसले त्यस्तो भयो यो चाहिँ तपाईँको स्टोरी जब म चाहिँ भ्यान चढेर एउटा मेरो एरियाबाट अर्को एरियामा जान लागेको थिएँ क्या त्यो एरियाको नाम चाहिँ म भन्दिनँ होइन त्यतिखेर चाहिँ म चाहिँ बसेँ सिटभित्र बसेँ होइन अनि पैसा अब दिएर होइन हुन्छ नि अब टिकट त होइन भन्नाले पैसा दिएर
कुन चाहिँ लोकेसन जानु जाने त्यहाँको दिएर बसेको। साइडमा चाहिँ एउटा कस्तो कालो न कालो मान्छे बसिरहेको थियो, डरलाग्दो होइन। अनि एकदम पुरानो कपडा भएको बसिरहेको थियो कि मलाई हेरेर हाँसिरहेको थियो कि गर्दै हाँसिरहेको थियो कि हाँसेको थियो कि लगभग पुरै समय त लगभग हाँसेको थियो। अनि घरि यताउति हेर्ने अनि ब्यागहरू चलाएर बस्ने, यताउति गरेर बस्ने। अनि म चाहिँ अलिकति टाढा भएको त्योबाट अनि मलाई अलिकति अनौठो लाग्यो कि मान्छे के हो भनेर होइन। म चाहिँ मोबाइल चलाए जस्तो गरेँ कि अब त्यसलाई नै हेरिरहेको छु, मोबाइल चलाए जस्तो गरिरहेको छु। पछि केही पनि अब खासै केही भएन क्या, बिच बाटोमा खासै केही भन्न मिल्ने घटना भएन। अनि जब मेरो स्टप आउन थाल्यो यो मान्छेले चाहिँ चेन खोलेर आफ्नो ब्यागको धीरे चेन खोलेर एउटा सार्प हुन्छ नि ब्लेड जस्तो निकाल्न थाल्यो कि। अनि ब्लेड निकाल्ने मात्र पनि होइन क्या, उसले त यस्तो गरेर अनि अगाडिको त्यो मान्छे चाहिँ त्यो मान्छेलाई यसो गरेर घोप्न आँटे जस्तो गरेको थियो कि। अनि म चाहिँ चिच्चाइदिएँ अनि पछि त्यो मान्छेले बेड तल खसाल्यो अनि यसले घोप्न लाग्थ्यो त्यसलाई भनेर लगाइदिएँ। अनि त्यसपछि त्यहाँको त्यो खलासीले त्यो मान्छेलाई बाहिर फालिदियो कि, बाहिर त्यो ठाउँबाटै त्यो भ्यानबाटै बाहिर फालिदियो कि। त्यो चाहिँ अलिकति एउटा असम्भवको घटना थियो। त्यो मान्छेले सायद अब घोप्नै खोजेको हो भन्नुपर्छ क्या। अनि किनकि त्यो मान्छे पनि केही बोलेन कि। अनि जब त्यसलाई बाहिर निकालिदियो अनि त्यो भ्यान कुदाउनु लागेको छ, त्यसले पनि एकदम रिसले त्यो खलासीलाई पनि हेरिरहेको छ, मलाई पनि हेरिरहेको छ। अनि हे गर्न हाँसेर दुइटैलाई हेरिरहेको छ कि साइकको मान्छे रहेछ अलिकति होइन, के टाइपको मान्छे रहेछ त्यस्तो। यो चाहिँ तबको कथा हो जब म चाहिँ अब अलि पहिलाको कथा भन्न, म चाहिँ साँझको बेलामा साइकल लिएर हिँड्ने गर्थेँ कि डुल्नको लागि। हिँड्दा बाटो अलि सुनसान टाइपको बाटो देखेँ होइन। अनि साइडमा चाहिँ एउटा फुच्ची र अनि एउटा सुड्डो मान्छेलाई देखेँ कि, बुढो मान्छेलाई। अनि मेरो ध्यान गयो क्या त्यता। गएर यसो साइकल चलाउँदा जाँदाखेरि त्यो फुच्ची चाहिँ कसरी डराएर मलाई हेरेर बसिरहेको थियो कि, कस्तो निन्याउरो अनुहार पारेर कसरी डराएर हेरिरहेको थिएँ। अनि त्यो बुढो मान्छेले चाहिँ त्यो फुच्चीको यतापट्टि कलरमा के समातेर त्यसलाई लिएर गइरहेको थियो। अनि फुच्ची चाहिँ कसरी डराएर मलाई हेरिरहेको थियो निन्याउरो पारेर होइन। अनि मलाई कस्तो केही डाउट लाग्यो। अनि म चाहिँ रोकिएँ कि, साइकल रोकेँ। अनि त्यसपछि त्यो मान्छेलाई सोध्न थालेँ कि, मतलब बाहना जस्तै कि बाहना तरिकाले कि मैले भन्न थालेँ कि यो बाटो कता यताउति भन्न थालेँ कि। अनि त्यो मान्छेको ध्यान मैले डाइभर्ट गरिदिएँ कि, त्यो गर्नको लागि मैले बाटो सोद्धाखेरि अनि त्यहाँ मलाई थाहा छैन भनेको त्यो मान्छे रिसाएर। अनि त्यो कलरबाट यसो हात यसो छुट्याएँ। अनि मैले त्यो फुच्चीलाई उचालेर मेरो साइकलको अगाडिको भागमा राखेँ अनि कुदाइहालेँ। त्यो फुच्ची चाहिँ त्यो मान्छेसँग चक्कु छ भनेर रुन थालेँ कि। अनि म झन् तेज कुदेँ कि, मैले साइकल झन् तेज चलाएँ कि। अनि भन्न थालेँ कि अझै मान्छेहरू छन् भ्यानमा बसेका छन् भन्न थालेँ। अनि कति धेरै मान्छेहरू लहट्न आयो क्या। त्यो मान्छेहरूबाट हामीले पिछा छुट्यायौँ कि। अनि एउटा सेफ ठाउँमा गएर त्यो फुच्चीलाई सोधेँ कि त्यो फुच्चीलाई के भएको, किन त्यस्तो के हो त्यो भनेर सोधेँ। अनि त्यसपछि फुच्चीले भन्यो कि म चाहिँ आँगनमा खेल्दै थिएँ अनि त्यो एउटा अङ्कल आयो अनि मिठाई देखायो, मेरो फेभरेट मिठाई। अनि मलाई चाहिँ बाहिर आऊ म तिमीलाई दिन्छु मिठाई भन्न थाल्यो। अनि म बाहिर गएँ। अनि त्यो अङ्कलले मलाई चक्कु देखायो अनि मसँग हिँड्न न त काटिदिन्छु भनेर अनि सँगै लिएर जान थाल्यो भन्न थाल्यो कि। त्यही भएर त फुच्ची चुप्लाएर बसिरहेछ। अनि त्यसपछि फुच्चीले चाहिँ कस्तो निन्याउरो अनुहार बनाएको थियो कि, त्यो हुन्छ नि हेल्प माग्न खोजे जस्तो कि, मलाई हेल्प गर प्लिज भने जस्तो गरेको थियो होइन। त्यही भएर रहेछ कि, चक्कु रहेछ खुल्टीमा होइन, त्यही भएर नदेखेको कि। भ्यानमा लैजानु लागेको रहेछ क्या, जहाँ चाहिँ 3-4जना मान्छेहरू अझै छन् त्यो जस्तै। अब के हुन्थ्यो भन्ने सोच्न पनि सकिन्न क्या। आइकेस किडन्याप गर्न लाग्यो के हो थाहा भएन, सोच्न चाहन्न त्यो भयो। अर्को कथा चाहिँ तबको जब म र मेरो साथी चाहिँ बेलुका अब यस्तो यताउति डुल्ने अनि जङ्गलतिर जाने होइन गर्ने गर्थ्यौँ होइन। साइकल दोहोऱ्याएर लिएर गइरहेको थियौँ होइन। अनि सुनसान इलाकामा पुग्यौँ क्या जङ्गलको होइन। अनि बेलुकै भनौँ कि साँझेकै समय थियो क्या। अनि त्यो एउटा चौतारा थियो क्या जङ्गलको नजिकै। अनि को त एउटा आइमै होइन बसिरहेको थियो, यसरी मुख छपेर बसिरहेको थियो रोए जस्तै होइन। अनि मलाई क्युरियोसिटी भयो कि यो आइमै को हो भनेर। अनि नजिकै गयो अनि हजुरलाई के भयो भनेर सोध्न थालेँ। अनि केही रिप्लाई आएन क्या। अनि मैले मेरो साथीलाई हेरेँ, मेरो साथीले मलाई हेरिरहेको छ है। अनि के गर्ने अकमक्क भयो। फेरि सोधेको के भयो भनेर सोधेँ। अनि त्यसपछि चाहिँ अनि त्यो आइमीले चाहिँ भन्न थाल्यो कि मैले बाटो हराएँ भन्न थालेँ कि। अनि कुन ठाउँ हो त भनेर भन्न थालेँ मैले चाहिँ होइन। अनि त्यो आइमीले आफ्नो ठाउँ भन्यो कि। अनि मलाई त्यो ठाउँको बारेमा थाहा थियो कि,
त्यही भएर ल हजुरलाई साइकलमा राखेर ल लैजान्छु केही भएन ल आउनुहोस् त नि भनेर अनि नआत्तिनु भनेर भन्न थालेँ। आइमै आएँ अनि साइकलमा बसेँ होइन, त्यसको फेस चाहिँ केही पनि देखेको थिएन क्या। अनि साइकलमा लिएर गएँ, मेरो साथी पनि पछाडि पछाडि आयो। अनि के भयो भने साइकल लिएर गइरहेछ बिजुमा, अनि मेरो साथी पनि आइरहेछ क्या पछाडि पछाडि हिँडिरहेको क्या। मतलब उसलाई चाहिँ पछाडि आइमा चाहिँ पछाडि बसाएर म चाहिँ चलाउँदैछु साइकल, अनि साथी चाहिँ हिँडेर आयो। अचानक के भयो भने साथीले भनेको ओए भाग 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 भनेर भन्न थाल्यो। म त अचम्म भएँ, के भन्छ यसले, जनावर सनावर देखेछ कि के देखेछ, पागल भएछ कि भनेर सोचेर मात्रै भएँ क्या। अनि कुन ठाउँमा भनेको थिएँ त्यो ठाउँमा लिएर गएँ। त्यो ठाउँ पनि सुनसानै थियो कि फेरि जुन ठाउँमा भनेको थिएँ। अनि म झरेँ क्या। अनि त्यसपछि त्यो हामीले ल झर्नु भन्छु भन्दाखेरि त साइकलको तलतिर हेर्दाखेरि चाहिँ खुट्टा उल्टो देखेको, माथि हेर्छु चाहिँ आँखै छैन क्या त्यो केटीको त, त्यो हामीको त आँखै छैन, त्यो खाल्टो के आँखाको सट्टा खाल्टो छ। त्यो हामीले ल हाँसेर धन्यवाद भनेर एकदम डरलाग्दो आवाजमा त्यो भन्न थाल्यो अनि गायब भयो त्यहाँबाट। म त त्यो साइकल छोडेर भगवान्को नाम लिएर त्यहाँबाट कुदिहालेँ। किचकन्डी पो रहेछ लास्टमा आइने भनेको त, के को आइने हुन्थ्यो र। किचकन्डीलाई लिएर आइरहेको छु मैले। मेरो साथीले के देख्यो होला भने उल्टो खुट्टा देख्यो होला, अनि भाग 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 भनेर ऊ चाहिँ भाग्यो क्या। मतलब केही भन्नै सकेन क्या उसले हकानेर, त्यस्तो भयो कि। कसरी बचियो बच्चा साइकल चाहिँ त्यही छोडियो। कहिले पनि त्यो साइकल लिन पनि गइनँ म त्यहाँ, किनकि के हो होला थाहा छैन। लामालाई देखाएँ, अब हुन्छ नि अब केही भएछ कि मलाई केही हुन्छ कि भनेर लामालाई देखाएँ हेराउनुलाई। त्यसपछि हेराउनुले सबै कुरा ठिक गर्दा निको गराइदियो होइन। त्यस्तो केही ज्वरो सोरो त आएको थिएन, त्यही पनि मतलब अब केही होला कि भनेर मैले गरेँ कि। अनि मेरो साथीलाई पनि त्यही गर भने, सँगै गएको नै हो हामी त एक्चुअली। यो कथा चाहिँ सानैकै कथा हो क्या। अब भनौँ न कमसेकम 7-8 वर्ष, राम्रोसँग याद छैन। त्यतिखेर मम्मी र बाबा अनि म भएर तालतिर होइन बोटिङ गर्न गयौँ। प्रायःहरूले के गर्छन् दिउँसो जान्छन् अनि सिनरीहरू हेरेर आउँछन् होइन। तर हामी चाहिँ बेलुकातिर गयौँ, किनभने त्यतिखेरै मुनलाइट आउने के होइन, मतलब फुल मुन लाइट थियो क्या त्यतिखेर। अनि मुनको यस्तो सिनरी हेर्न पर्छ भनेर होइन, रमाइलो हुन्छ भनेर होइन लिएर जानुभयो। सानै थिएँ, अब चकचके भन्नु कि के भन्नु, यताउति गर्ने खस्याङ खुस्याङ गर्ने बानी त जसको पनि हुन्छ बच्चा बसी। अनि बोटिङ चढियो। अनि प्रायः के हुन्छ बोटिङ गर्ने मान्छेहरू दिउँसो भेटिन्छन्, बेलुका पनि मेबी भेटिँदैनन् कि क्या हो कि सायद। बेलुकातिर भन्दा नि अलिक धेरै बेलुका नै होइन, अलिअलि बेलुका क्या। अब कुनै ठाउँमा चाहिँ पाइन्छ, कुनै ठाउँमा बेलुका पाइँदैन कि बोटिङ चाहिँ। त्यो ठाउँमा चाहिँ बेलुका पाइन्थ्यो कि। बोटिङ चाहिँ गरियो त्यतिखेर चाहिँ बाबाले गर्नु हो क्या बोटिङ चाहिँ होइन। मम्मी चाहिँ भन्नुभयो अनि म पनि साइडमा बसिरहेको छु। अनि कोही पनि अरू मान्छे छैन क्या त्यहाँ, बोटिङ गर्ने मान्छे पनि छैन। लिएर गयो, बिचै नदीको बिचमा गयो। अनि मुनलाइटहरू इन्जोय गरेर बसिरहेको छ होइन, फोटोसोटो खिच्ने यताउति कुरा गर्ने बसिरहेको छ होइन। अब मम्मी र बाबा चाहिँ आफ्नै केही कुरा गर्दै हुन्छ, आफ्नै कुरामा भुल्दै हुन्छ कि केही न केही यताउतिको गफ गर्दै हुन्छ। म चाहिँ एक ठाउँमा बसिरहेको थिएँ एक छेउमा, अनि पानीमा यसरी खेलाउँदै बस्थेँ होइन, हुन्छ नि हातले पानी खेलाउँदै बस्दै गरेको थिएँ। अलि बिचमा जाँदाखेरि चाहिँ कस्तो भयो भने के हो देखेँ कि मैले, देख्न चाहिँ सुरुमा चाहिँ चिनिनँ कि त्यो के चिज हो भनेर होइन। अनि बोट चाहिँ नजिक जाँदै थियो कि त्यही ठाउँकै नजिक, हेर्दाखेरि त हात जस्तो देखेँ क्या मैले। अनि केही पनि भन्ने कसैलाई पनि केही पनि भन्नु, मैले चुप लाएर बसेँ। अनि हेरेको भयो। अनि त्यो हात चाहिँ कस्तो थियो भने पानी बाहिर आएको थियो, कान्छी औँला यस्तो गरेर बसिरहेको थियो। अनि नजिकै मेरै नजिकै मलाई कान्छी औँला दिन लाए जस्तो गरेँ क्या, ल मेरो औँला समात भने जस्तो गरेँ क्या होइन। अनि मैले पनि ल केही नसोचिकन बच्चा मान्छे होइन, मैले नि आफ्नो कान्छी औँला यसरी दिएँ। अनि त्यसको नजिक गएर अनि त्यसको त्यो जब टच भयो नि, आज पनि याद छ मलाई, चिसो फिल भइरहेको थियो कि त्यसको त्यो औँला। त्यो त एउटा कुरा भयो। अर्को कुरा चाहिँ त्यो औँला जब समात्न गएँ छोयो नि, छोएपछि त्यो हात माथि बाहिर आयो। अनि मलाई पो तान्न थाल्यो कि बोट बाहिर। अनि मैले बोट च्याप्प समातिहालेँ होइन अर्को हातले। मम्मीले मलाई तान्नु भयो क्या पछाडिबाट, के गरेको तैँले भनेर थर्काउनु थाल्नु भयो क्या। बिकज जबसम्म मम्मीले मलाई तान्नु भएको थियो त्यतिखेरसम्म त्यो हातै गायब भइसकेको थियो, जुन त्यो पानी गरेर निस्केको थियो नि त्यो हात गायब भयो। मैले एक्सप्लेन गरेँ के भएको थियो भनेर, तर मम्मीले पत्याउनु भएन। के भन्छ यस्तो गफ नान, पक्कै पनि त पानी खेलाउँदै त उता गइसक्यो होला नि खसाउँदा यसो गफ नान, मलाई झुट नबोल भनेर थर्काउनु भयो। अनि के भन्नु मैले अब त्यहाँ, अब मेबी त्यो हात कसको थियो थाहा भएन, डुबेर मरेको प्रेतको हात हुनसक्छ, अभियसली त्यही त हो होइन।
मैले अब त्यत्तिकै अब ड्रिम त गरिनँ होला, किनकि आजसम्म पनि त्यो जुन हातले मलाई समातेर तानेको थियो नि, त्यो समातेको त्यो ग्रिप छ नि, त्यो अझै पनि मलाई याद छ क्या। यसरी तानेको थियो होइन, त्यो ग्रिप मलाई अझै पनि याद छ क्या। जब त्यसले समाते नि, त्यो समातेको कुनै टाइम पछि पनि मलाई अझै नै समातिरहेको छ जस्तो लागिरहेको थियो कि, त्यो फिलिङ भइरहेको थियो कि, यस्तो बेसको च्याप्प समातेको थियो कि होइन। त्यो त मम्मीले मलाई पछाडिबाट तान्नु भयो, नत्र भने म त त्यो दिन डुब्थेँ होला, किनकि अभियसली म सानो बच्चाले मात्र त्यो बोट समातेर अर्को हातले बोट समातेर अभियसली केही हुँदैन नि त। अभियसली त्यो सानो हातमा ताकत कहाँ हुन्छ त, तानिदिइहाल्छ नि होइन जसले पनि। मम्मीले तान्दैन भएर म बचेँ, पत्याउनु भएन अरू भन्दा नि। मलाई रिस उठेको कुरा चाहिँ त्यही हो कि, त्यही भएको होइन। उता चाहिँ कस्तो भने हाम्रो पसल छ क्या, एउटा डेरीपुरीको पसल छ होइन। त्यहाँ चाहिँ एउटा कमसेकम मेबी भनौँ न 20 वर्षको जति केटा काम गर्न आएको थियो। एकदमै चञ्चलै, एकदमै यताउति चकचकै गर्ने, तर बाठो काम गर्न चाहिँ यताउति जानेको थियो, गाउँले टाइपको थियो। अलि हेपे जस्तो होला होइन, गाउँकै केटा हो। अनि चकचकै गर्ने। मैले बाबाको मोबाइल माग्थेँ, म चाहिँ फेरि भिडियो खिचेर बस्ने गर्थेँ कि। अनि तँ चाहिँ मेरो भिडियोमा आउँथ्यो, अनि सँगै रमाइलो थियो क्या। हामी दुईजनाको साथी भएको थियो कि हामी त काइन्ड अफ। मेरो त सानोमा त्यति साथी पनि नै। अनि त्यतिखेर साइकल हुन्थ्यो क्या सानो, मेरो साइकल थियो क्या सानो। उसले चाहिँ मेरो साइकल गुडाएर लिएर जाने अनि खेल्ने होइन। अब एक ठाउँमा हामी दुईजना जाने, अनि साइकलले उचालेर यताउति ग्राउन्डमा लगेर खेल्ने, यताउति गऱ्यो। अनि त्यस्तै नै गइयो एकचोटि एउटा ग्राउन्डमा होइन। अब त्यो ग्राउन्डको नाम पनि भन्दैन, त्यहाँ लयो अनि साइकल गुडायो, खेल्यो, बस्यो। ऊ मभन्दा ठुलो के अरे होइन उमेरले, त्यही भएर अनि उसैले चलाउँछ पहिला साइकल भनेर ऊ गयो क्या, साइकल चलाएर गयो। म चाहिँ एक ठाउँमा त्यही पछाडि उभिएर बसेँ। पछि चाहिँ के भयो, जब ऊ साइकल चलाएर अलि टाढै गयो क्या। अब पार्क चाहिँ कस्तो ठुलै थियो कि, सानो पनि पार्क होइन भन्न खोजेको। त्यो ग्राउन्ड चाहिँ सानो पनि होइन, कस्तो थियो भने घुमाउरो बाटो, टेढो मेढो बाटो थियो। बिचमा त्यो झारपत्ताहरू के ग्रो गरेको थियो होइन, थिए झारपत्ताहरू थियो, त्यही भएर देखिँदैन क्या टाढा टाढासम्म, मान्छे गयो पनि देखिँदैन कि केही त्यस्तो थियो। अनि ऊ गयो, गायब भयो। त्यसपछि म यत्तिकै हेरेर बसेँ, त्यतिखेर मेरो साइकल यसले पो चलाएर ल के गर्ने है, कुर्नै पर्ने भयो। फेरि गयो, यतिकै फर्केर गाली गर्छन् बाबाले। फेरि एकछिनपछि के भयो, एउटा लेडिज मान्छे आयो कि। अनि लेडिज मान्छे चाहिँ मसँग कुरा गरेँ, तिम्रो नाम के हो भन्दै होइन। एकदम त्यो लेडिज मान्छेलाई हेर्दाखेरि पनि कस्तो मान्छे इनोसेन्ट होला जस्तो थियो क्या, हेर्दाखेरि राम्रै थियो क्या। अनि म त अब बच्चैकै थिएँ होइन, अब अभियसली मैले सबै कुरा भनिदिएँ होइन, जे सोध्छ त्यही भन्दै होइन। अनि कन्भर्सेसन हुँदैछ होइन। अचानक अनि के भयो भने उसले मिठाई दियो मलाई होइन, मिठाई दिए अनि मैले खाएँ पनि। तर त्यस्तो मिठाई खाएर केही घुमाउने सम्झने पनि भएन मलाई, खाइयो, मिठो थियो होइन, मिठो लाग्यो। अनि ल म तिमीलाई एक ठाउँमा लिएर जान्छु, अब मसँग होइन भने। होइन मेरो साइकल त्यहाँ लिएर गएको छ एउटा मान्छेले भनेको। मैले फेरि म जिद्दी गर्न थालेँ कि ऊ आइहाल्छ नि त, किन टेन्सन लिन्छौ, र म फर्काइहाल्छु नि तिमीलाई, यहीँ फर्काउँछु, किन आत्यो हौ भनेर भन्न थाल्यो त्यो आइमे चाहिँले। मैले चाहिँ अब कसरी म ल भने उसले हात समातेर लिएर जानलाई। अनि पछाडिबाट जुन त्यो काम गर्ने केटा थियो नि, त्यो साइकल चलाउँदै थियो, त्यो पछाडि फर्केर आयो कि। अनि चिच्चाउँदै भन्न थाल्यो, ओए किन लिएर जानलाई कसैलाई भनेर चिच्चाउनु थाल्यो कि होइन। पछि के भयो भने एउटा भ्यान आयो क्या, कालो भ्यान, त्यही साइडमा, त्यो पार्कको साइडमा। अनि त्यसले मलाई भ्यानमा घुसाउने कोसिस गरिरहेको छ कि तानेर, म एकदम तागत लगाएर गरिरहेको छु। अनि त्यसपछि चाहिँ त्यो जुन काम गर्ने केटा छ त्यसले एउटा ढुङ्गा उचाल्यो अनि हानिदियो कि, त्यो आइमीको टाउकोमै लाउने तरिकाले हान्यो कि। निशाना चाहिँ पक्का रहेछ त्यो मान्छेको चाहिँ, त्यो केटाको चाहिँ, काम गर्ने केटाको चाहिँ निशाना पक्कै रहेछ भाइको चाहिँ होइन। अनि त्यो केटीको टाउकोमा लाएँ अनि म भागेर त्यो केटादेखि गएँ। अनि ठिक छ नि तँ भन्नु थियो कि मलाई त्यो केटा चाहिने होइन। अनि ठिक छ नि तँ भन्यो। अनि ठिक छु भने त्यो आइमी जुन त्यो आइमी मलाई तान्न खोज्यो त्यो आइमी भाग्यो कि, भ्यानभित्र बसेर भाग्यो। त्यस्तो भयो कि त्यो दिन धन्न म किडन्याप हुनबाट बचेको। त्यस्तो गर्न नै आउँदो रहेछ। म के भन्नु, त्यो पनि अब कस्तो बेला थियो भने साँझको बेला, कोही पनि मान्छेहरू यताउति नहिँडेको बेला थियो क्या। त्यही भएर नत्र त मान्छेहरू थाहा पाएर अभियसली ओइ के गरेको भनेर मान्छेहरू आइहाल्छ नि त होइन। धन्न त्यो काम गर्ने केटा आयो क्या त्यो दिन, नत्र भए त मलाई लिएर जान्थ्यो होला नि। त्यो नभएको भए त म बस्ने थिएन, किनकि सानै थिएँ म पनि होइन, एकदम सानो थियो, कतै नै फोर्स लाग्थ्यो र होइन। त्यस्तो भयो। लाजको लागि कथा हेर्दाखेरि होइन। अब कमेन्टहरू त केही पनि आएन, त्यही पनि अब हान्ने गर्नुहोस्, लाइक हान्नुहोस् नहान्नुहोस्, तर कमेन्ट चाहिँ प्लिज हान्नुहोस् कि। यु डु नट निड टु प्रेस द लाइक बटन, बट प्लिज कमेन्ट अन माई भिडियो। केही फिडब्याक दिन छ भने दिनु होला होइन। अब हेट नदिनु होइन, क्रिटिसिजम चाहिँ दिने, हेट नै नदिनु। त्यही भएर होइन, यदि भन्न साथ म हजुरसँग बिदा माग्छु। ल हस् त, गुड बाई।